हेलो, नमस्ते एभ्रिवान। आज तपाईँहरूको प्रतीक्षाको घडी समाप्त भइसकेको छ। आज म लाइभ आइसकेको छु है। धेरैजनाले त मेरो पोस्टहरू हेरिराख्नु भएको छ, त्यहाँबाट पनि थाहा पाइसक्नु भएको छ आजको मेरो के छ टपिक, मैले आज के गर्दैछु, कोसँग इन्टरभ्यू लिँदैछु भन्ने कुराहरू त थाहा पाइसक्नु भएको छ। कति धेरैले चाहिँ मलाई चिन्नुहुन्छ, नचिन्नेहरूलाई चाहिँ म पहिला मेरो सानो परिचयबाट सुरु गर्छु, त्यसपछि चाहिँ हाम्रो गेस्टलाई ल्याउने नै छु है त। सर्वप्रथम सबैजनालाई नमस्कार। म मन्जु केसी, नेपालगढ चितवन, जन्मस्थान बागलुङ अनि हाल चाहिँ म स्विजरल्यान्डमा आफ्नो परिवारसँग बस्दै आइरहेको छु। र केही समय यता म पनि यो अमेजिङ डिजिटल बिजनेसमा आबद्ध छु, जुन सक्सेसफुली रन गरिरहेको छु। यो व्यवसायको बारेमा त मैले लगभग भनिरहेकै हुन्छु, पोस्ट गरिरहेकै हुन्छु। कतिजनाले हेरिरहनु भएको हुन्छ, थाहा पनि पाइसक्नु भएको छ मेरो थ्रु। त आज चाहिँ तपाईँहरूलाई चाहिँ एकदमै हाम्रो के भन्छ, हाम्रो एकदमै इनर्जेटिक, पावरफुल, ह्यान्डसम दाई अल द वे फ्रम क्यालिफोर्निया युएसएबाट आउनु भएको छ। उहाँबाट नै हामीले आज धेरै कुराहरू सिक्नेछौँ, धेरै कुराहरू लर्न गर्नेछौँ। उहाँको यो यो जर्नी मात्र नभएर उहाँको धेरै कुराहरू छ, म अहिले नै रिभिल गर्दिनँ, दाइले आफै गर्नुहुनेछ है। सबै कुराहरू, धेरै कुराहरू सिक्नेछौँ। हजुरहरूले पनि यो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्ने आशा राख्दछु। यति भन्दा भन्दै अब चाहिँ म ढिला नगरिकन हाम्रो गेस्ट, हाम्रो दाइलाई स्टेजमा ल्याउन चाहन्छु है त। हेलो हेलो, नमस्ते नमस्ते भाउजू। दाई। आरामै हुनुहुन्छ? एकदम आरामै, हजुर। म पनि आरामै छु, थ्याङ्क यू। ल सर्वप्रथम त मलाई सर्वप्रथम ल हजुर। सर्वप्रथम त म एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु है दाइले चाहिँ मैले एकैचोटि रिक्वेस्ट गरेकोमा कति छिटो आउँछु भन्नुभयो। म त्यति बेला यस्तो खुसी भएको थिएँ हजुरको रिप्लाई देखेर। म सुत्ने टाइममा गरेको थिएँ। थ्याङ्क यू सो मच दाइ है। हजुर त कस्तो हुनुहुन्छ भन्दा दाइलाई अलिकति कुरा गर्नुपर्दा दाइले चाहिँ अब हामी त सन्डेकोमै हुन्छ नि त मिटिङमा नर्मली। अनि दाइले त्यो बोलेको गर्दाखेरि यस्तो इनर्जेटिक भएस यस्तो गर्यो। अनि एक दिन चाहिँ दाइले मेरो ट्याक्क नाम लिँदाखेरि कसलाई बोलाउनु भयो मन्जु केसी भनेर मैले यसरी हेरिरहेको थिएँ कि त्यो यस्तो पावरफुल इनर्जेटिक छ कि त्यो निद्रा लागिरहेको बेला म त जहिले राति उठ्छु नि त त्यसमा। अनि निद्रा लागिरहेको हुन्छ ठ्याक्क दाई आउँदा बित्तिकै दाईको भोइसले चाहिँ यस्तो इनर्जी मिल्छ कि तपाईँ त हाम्रो त इन्सपिरेसन हो कि तपाईँलाई त के भन्छ, म त तपाईँको फ्यान नै हो होइन, मैले पहिला नै भनिसकेको छु। तर अहिले आज पनि भन्न चाहन्छु है एकदमै के कहाँबाट आउँछ दाई यस्तो इनर्जी, पहिला यसको तपाईँको परिचय सँगसँगै मलाई यो कुरा नि भन्नु पर्यो है। हजुर। ल सर्वप्रथम त यत्रो वर्णन गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अनि सबैभन्दा पहिला चाहिँ अब यो हजुरको फेसबुक लाइभमा मलाई एज अ गेस्टको रूपमा निम्त्याइदिनु भएकोमा हजुरलाई, हजुर सम्पूर्ण परिवार, हजुरको हस्बेन्ड, सानो बाबु, सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद। अनि म एकदमै आभार प्रकट गर्न चाहन्छु यस्तो अवसर जुराइदिनु भयो। अब यो म चाहिँ अब मेरो इन्ट्रोडक्सनदेखि सुरु गर्छु होइन। जतिजना पनि देश तथा विदेशमा छरिएर बसिरहनु भएको हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू जतिजनाले पनि हाम्रो अमेजिङ यो अनलाइन डिजिटल अन्टरप्रेनर अल द वे फ्रम स्विजरल्यान्डदेखि हाम्रो मन्जु केसीको लाइभमा हेरिराख्नु भएको छ या भविष्यमा रिकर्डेड हेर्नुहुन्छ, हजुरहरूलाई चाहिँ हार्दिक हार्दिक धन्यवाद पनि भन्न चाहन्छु। र हजुरहरूलाई चाहिँ अब हामी लाइभ गइरहँदाखेरि हजुरहरूलाई इन्ट्रेस्ट भएदेखि चाहिँ तल टिभीको बटनमा स्क्रोल भइरहेको छ, त्यहाँ पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। सो धेरै ढिलो नगरिकन मन्जुको लाइभमा म उपस्थित भइसकेको छु। हजुरहरूले अवश्य मलाई देख्नु भएको छैन, चिन्नुहुन्न होला। त्यो सन्दर्भमा चाहिँ मेरो परिचय, नमस्कार, म चाहिँ इन्द्र घले गुरुङ, खास पूर्वी नेपालबाट हो र विगत 12 वर्षदेखि चाहिँ म सान फ्रान्सिस्को क्यालिफोर्निया राज्यमा बस्दै आइरहेको छु र पेसाले चाहिँ म रेस्टुरेन्टमा सर्भर काम गर्दछु। अनि बिसाइड द्याट एक्स्ट्रा इन्कम अनि साइड हसलको रूपमा यो चाहिँ साइड हसल एक्स्ट्रा इन्कम अनि प्लान बी भन्ने चाहिँ यो आँखा चाहिँ कोभिड पछि खुलेको, कोभिडमा हुँदाखेरि खुलेको आँखा है मेरो। अनि यो बिजनेसलाई चाहिँ रन गरिरहेको छु। यस बिजनेसको सिइओ मेन्टर सम्पूर्ण नै मै हो। अलिकति म पछाडिको दिनहरूमा जान चाहन्छु। अहिले म हप्तामा 18-19 घन्टा रेस्टुरेन्टमा काम गर्छु, बाँकी चाहिँ यही बिजनेसलाई चाहिँ घरैबाट रन गरिरहेको हुन्छु। त्योभन्दा पहिला, कोभिडभन्दा पहिला यो बिजनेसमा आएको त म 18 महिना हुँदैछ, तर कोभिडभन्दा पहिलाको फिचर्समा अलिकति लान चाहेँ हजुरहरूलाई यो इन्ट्रोडक्सनको पाटोमै। कोभिडभन्दा पहिला चाहिँ म 18-19 घन्टा दिनमा काम गर्थेँ, अहिले चाहिँ हप्तामा काम गर्छु।
त्यतिखेर यो बिजनेस थिएन मसित। सो कोभिड भएपछि चाहिँ के भयो भनेदेखि कोभिडभन्दा पहिला अब बिहान 8 घन्टा रेस्टुरेन्टमा, त्यहाँदेखि 6 घन्टा 14 घन्टा, त्यहाँदेखि फेरि म उबर लिफ्टहरू चाहिँ टर्न अन गरेर चलाउँथेँ। त्यसो गर्दाखेरि 18-19 घन्टा काम गर्थेँ। किनभनेदेखि यहाँको महँगाई, म त छोराछोरीको एजुकेसन उनीहरूलाई एक स्टेप लेभल अप गर्न आएको, अनि उनीहरूलाई घरमा पैसाहरू नि पठाउनु पर्ने। त्यही भएर चाहिँ मैले त्यसरी काम गर्नु पर्थ्यो। फेरि यो सान फ्रान्सिस्को चाहिँ एकदम महँगो सिटी छ कि, अनि त्यही भएर यहाँको रेन्ट लेभलहरू एकदम हाई छ। सो त्यही भएर चाहिँ मैले बाध्यतावश त्यसरी काम गर्नु पर्थ्यो। कोभिड भयो, कोभिड भएपछि मेरो उबर, लिफ्ट, डोरड्यास, एमाजोन सबै बन्द भयो। तर एमाजोन चाहिँ चलिरहन्थ्यो। अनि त्यहाँदेखि त्यस पछाडि 2टै रेस्टुरेन्ट बन्द भयो। मेरो मात्रै होइन, सबै एभ्रिथिङ क्लोज डाउन भयो। त्यस पछाडि चाहिँ अनि मैले एपार्टमेन्ट छोडेँ। त्यस पछाडि चाहिँ छोडेपछि म गाडीमा सुत्न थालेँ, काइन्ड अफ होमलेस। अनि मलाई चाहिँ सोच्न बाध्य भयो कि त्यतिखेर के भयो भनेदेखि कोभिडमा आराम गरेँ कि मैले। आराम गरेपछि पछि अब बिस्तारै काममा जान थालेपछि अब यो ज्यानले काम होइन, आराम पो माग्न थाल्यो कि। पैसा पनि चाहिएछ, आराम पनि चाहिएछ है। अनि त्यत्रो एजुकेसन पनि मेरो हायर लेभलको होइन। अनि म त एकदम मुडेबलको मान्छे। म एक्स आर्मी पनि हो। अनि त्यस्तो खालको मान्छे। अब मबाट यस्तो घरमा बसेर कम्प्युटरमा गर्ने काम त कहाँ पाइएला र भन्ने त्यस्तै सोचमा थिएँ। फेरि हाम्रो चाहिँ यहाँदेखि प्यासेन्जर लिएर गएपछि एयरपोर्टमा ड्रप अफ गरेपछि वेटिङ एरियामा जानुपर्छ कि। हजुर। हो, त्यो वेटिङ एरियामा एक दिन मैले 10 घन्टा बिताएको छु, अनि खाली गाडी लिएर आएको छु कि। उम्, अँ, त्यो 10 घन्टा चाहिँ मैले के गरेर बिताएँ भने सबै यो सोसल मिडिया स्क्रोल गरेर नै बिताएँ कि। अनि हजुर। खाली रित्तो गाडी लिएर आउँदा तनाव पनि भयो। मैले स्पिडिङको टिकट पनि पाएँ, त्यो आफ्नै पाटो छ होइन। त्यहाँदेखि चाहिँ मेरो दिमाग खुल्यो, होइन समथिङ एल्स खोज्यो भने पाइन्छ भनेर फेरि नेक्स्ट डे चाहिँ एयरपोर्ट जाँदाखेरि यो बिजनेसको बारेमा न्युज फिडमा आएर बस्यो। त्यस पछाडि मैले त्यसलाई क्लिक गरेर के चाहिँ रहेछ बुझ्दा के हुन्छ त, बुझ्दैखेरि त बिजनेसमा गइहाल्नु पर्छ भन्ने छैन। हो भनेदेखि गरौँला, होइन भनेदेखि नगरौँला भन्ने भएर टच गर्दाखेरि अहिले अब यो बिजनेस 18 महिना भयो, पछाडि फर्केर हेर्न परेको छैन। यसमा अब कमाइ गर्न आएको म 1 देखि 2 हजार महिनामा भयो भनेदेखि हुन्छ भनेर आएको। त्यो 1 देखि 2 हजार चाहिँ यो इम्प्लोइ माइन्डले भन्दो रहेछ के। तर यहाँ आएपछि इन्कम त अहिले त इन्कमको त वर्षा नै छ होइन। अब कति कमाउने त्यो मेरो हातमै छ। एक त म यसको सिइओ भयो, मेरो कोही अन टप अफ छैन, कसैको स्केड्युलमा बस्नु परेको छैन। कति लेख्ने सबै मेरो हातमा छ, ब्ल्याङ्क चेक दिएको छ, स्काई इज द लिमिट होइन। अनि त्यसको साथसाथमा अब यस्तो मन्जु केसी र म त स्ट्रेन्जर त उहाँले मलाई चिन्नुहुन्थेन, मैले पनि उहाँलाई चिन्थिनँ। अनि हजुर। त्यही भएर अब यो बिजनेसले यस्तो कम्युनिटी दिएको छ। यही हामी यसरी मिलेर ग्रो अप हुन्छौँ, हामीले रिसर्च एन्ड डेभलप गरिरहेको हुन्छौँ। अनि त्यही सन्दर्भमा मन्जुलाई चाहिँ मैले कसरी हेर्छु भनेदेखि उहाँ म्यारिड हुनुहुन्छ होइन, एकजना बाबुको मम्मी हुनुहुन्छ, स्विजरल्यान्डमा बस्नुहुन्छ। हाम्रो हप्तामा उहाँको चाहिँ सन्डे, हाम्रो चाहिँ स्याटरडे के। त्यहाँ 300-400 जना हुन्छ कि। 300-400 जनामा एकजना यस्तो अन्टरप्रेनर, भेरी इनोसेन्ट, यहाँ चट्ट स्पिकर के अरे हेडफोन लगाएर कपी पेन लिएर बसेपछि त्यस्तो खालको एकदम माइन्डसेट, पोजिटिभ माइन्डसेट भएको, फोकसिङ, एउटा सर्टिफाइड ग्लोबल मेन्टर होइन, अन्टरप्रेनर हजुरले मलाई बोलाइदिनु भयो। अनि अझै अब त्यस्तो वर्णन पनि गरिदिनु भयो। मैले अलिकति ब्याक इन द फिचर्समा लगेँ, अलिकति लङ भयो। अनि एनर्जीको कुरा भन्दाखेरि अब हजुरहरू जस्तोले हजुरहरूको यस्तो अमेजिङ प्लेटफर्ममा ल्याएर बोलाइदिनुहुन्छ, बोलाएर जानेको नजानेको कुरा बोल्न पाउँछु, त्यो नै सबै एनर्जी हो। हजुरहरूको आशीर्वाद, ब्लेस हजुर, त्यो नै हो मेरो एनर्जी भने। र त्यति भन्दै चाहिँ मेरो इन्ट्रोडक्सन अलिकति एनर्जी अलिकति मेरो ब्याक इन द पछाडिको दिनहरूमा पनि लगे, अलिक लामो भयो। सो सरी, ब्याक टु यु। थ्याङ्क यू सो मच मन्जु केसी, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। लामो भएकै छैन, मलाई त सुनिराख्न मन लाग्यो कि मैले बाँकी कुरा नै बिर्सिरहेको। हजुर, साँच्चीकै थ्याङ्क यू। भन्दा थ्याङ्क यू सो मच दाइ यो है। हुन्छ हजुर, sure। एकदमै खुसी मिल्छ कि बिजनेसमा यस्तो दाइहरूसँग भेट हुन पाएको छ। हामी त अब स्ट्रेन्जरै हो, हामी कहिले कतै पनि ठोकिने थिएनौँ कि बिजनेस नो नो नो, नभएको भए। हजुर त्यो चान्सै थिएन। नेपालमा पनि हजुर कता, म कता, यहीँ पनि ठिक विदेशमै पनि हजुर युएस, म स्विजरल्यान्ड। त्यो त छ। चान्सै थिएन नि त। हामी त कहीँबाट पनि कतै पनि हुन्थेनौँ कि भेटघाट है। नो तर नो यो वे। यस्तो प्लेटफर्म छ जसले गर्दा होइन हामीहरूलाई टाढा भए पनि नजिक बनाएको छ।
एकदमै खुसी लाग्छ। त्यही भएर यो बिजनेसको ब्युटी पार्ट पनि एकदमै यही नै हो कि हामी जहाँ छौँ है सबै ग्लोबली रूपमा कनेक्टेड छौँ क्या। हजुर, हजुर। त्यही त। सुपर ब्युटिफुल, आई लाइक्ड इट। एकदमै धेरै कमेन्ट आएको छ। कमेन्ट पढ्छु है दाइ म यस, एकैछिन। प्लिज, प्लिज। कतिजनाले हेर्नुभएको? ओह माइ गुडनेस! हजुरको फ्यान फलोवर्स खतरा छ। अ, तारा केसी, हेलो नानी भन्नुभएको छ। हेलो दिदी। वाह! अरे दाइ आउनुहुन्छ भनेर वेटिङमा हो कि मेरो होइन दाइको फ्यान फलोइङ हो नि यो। होइन हजुर, थ्याङ्क यू हजुर। खासमा। यो त हजुरको महानता हो। थ्याङ्क यू। ए हजुर नमस्कार, नमस्कार। तारा केसी नमस्कार। थ्याङ्क यू। सिसम कार्की, हेलो सिस, हेलो दाइ वाचिङ लाइभ फ्रम जर्जिया युएसए युएसए। भन्नुभएको छ। हेलो, हेलो, थ्याङ्क हेलो। यू सिसमजी। नमस्कार। तारा केसी वाचिङ लाइभ फ्रम जापान भन्नुभएको छ। वाउ! थ्याङ्क यू सो जापानमा त मच। दसैँ आइराखेको छ नि अहिले त। हजुर, जापानमा त सबै संसारको ग्लोबल एन्टरप्रेन्योरहरू त्यहीँ थुप्रिँदै हुनुहुन्छ नि त यो 52 इयर्सको एकदमै एनिभर्सरीको लागि। त्यो एकदमै ठुलो त्यो दसैँ तिहारको मेला जस्तो भएको छ कि दाइ सबै मान्छे सबैबाट जम्मा हुने हुन्छ नि नेपालतिर हजुर, दसैँमा तिहारमा त्यस्तै चाडबाड जस्तो भइरहेको छ जापान बस्नेलाई। हजुर। मिना छेत्री दिदी वाचिङ फ्रम जापान हाइली रिकमेन्डेड प्लेटफर्म भन्नुभएको छ। धेरै धेरै धन्यवाद। कति धेरै थ्याङ्क यू फ्यान सो हजुरको मच। जापानबाट? धेरै जस्तो जापानबाट हुनुहुन्छ दाइ। सुरेश एन्जुनुको नमस्ते दाई एन्ड सिस वाचिङ लाइभ फ्रम फिनल्यान्ड नमस्कार भन्नुभएको छ। सुरेश। थ्याङ्क यू सो मच सुरेश ब्रदर। थ्याङ्क यू। फिनल्यान्डबाट हेर्दै हुनुहुन्छ। हजुर। थ्याङ्क यू फर सेयरिङ दाई योर स्टोरी भन्नुभएको स्योर छ हजुर। दाईलाई। यस। लक्ष्मी कार्की हेलो नमस्कार नमस्कार, भन्नुभएको छ। नमस्कार लक्ष्मी। वाचिङ लाइभ फ्रम भक्तपुर ओहो! नेपालबाट। नेपालदेखि है? धेरै धेरै धन्यवाद। सबै नेपालले नि ठाउँबाट कस्तो हुनुहुन्छ। सेलिब्रेसन गर्नुभएको छ नि, ओह माइ गुडनेस! हजुर। हुँ। हाइली रिकमेन्डेड प्लेटफर्म। थ्याङ्क यू, थ्याङ्क यू। हेलो नानी आई एम सो ह्याप्पी फर यर सक्सेस भन्नुभएको छ। थ्याङ्क यू दिदी। मेरो एकाउन्टेबिलिटी पार्टनर सुस्मिता सुत्छु भनिरहेको थियो आएछ फेरि। ए हेलो अस्ति नमस्कार। सुस्मिताको पनि गएको थिएँ नि म। सुस्मिता उहाँ जापानदेखि नै होइन? हो सुस्मिता हजुरकोमा आएको थियो नि। ओह माइ गुडनेस! हाम्रोमा आउनुभएको थियो। हजुर, मेरोमा चाहिँ आउनुभएको हजुर। थियो। उम्, नमस्कार दाइदी भनेको छ। नमस्ते। नमस्कार, नमस्कार थ्याङ्क यू सुस्मिता। सो मच। नसुती बस्नु भएछ। त्यही त। वाचिङ लाइभ फ्रम टोकियो टोकियो। भन्नुभएको छ। वाह! कति धेरैजना आउनुभएको छ कि दाइ। ओह माइ गुडनेस! हो। हेलो दाइ दिदी वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ नमस्कार, कल्पनाले। हाई। थ्याङ्क यू सो मच कल्पना। थ्याङ्क यू। सिर्जना एन्ड केदार डिजिटल वर्ल्ड हेलो नमस्कार दाई मन्जु सिस्टर वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ। नमस्कार नेपाल। थ्याङ्क यू, थ्याङ्क यू। थ्याङ्क यू। अनि हाम्रो सबिन गौतम हुनुहुन्छ वाचिङ फ्रम क्यानाडा इनर्जेटिक इन्टरप्रिनर म मन्जु केसी Manju Kesi is our इज आवर inspirational person. इन्सपिरेसनल पर्सन फर अस। Yes, थ्याङ्क यू सो exactly. मच। So kind. Seeing my idol and my accountability partner together on Yes, one screen, it's such a special moment. So excited. कता गयो? And grateful. Thank thank you, you, Susmita. Susmita. So kind heart. अब म यो चाहिँ योभन्दा बाँकी चाहिँ पछि पढाउँला है दाइ धेरै छ। म चाहिँ आज हजुर, ढिलो नगरी दाइबाट एकदमै धेरै 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 कुराहरू सुन्नु छ। हजुर, thank ढिलो you. नगरिकन धेरै कुराहरू लिनु पनि छ। म चाहिँ Sure, sure. दाइलाई क्वेसन तर्फै लैजान्छु है त। हुन्छ अलिकति हजुर, क्वेसन thank you, रेडी thank you. गरेको छु। जी हजुर, thank कस्तो you. हुन्छ भन्ने चाहिँ थाहा छैन है। हजुर, लगभग यो त अगाडि पनि आइसक्यो यो कुराहरू त। हजुर, अब यसमा चाहिँ कस्तो छ भन्दा अहिले जस्तो नर्मली नेपालमै भनौँ अथवा जहाँ पनि अमेरिका भन्दा बित्तिकै त अब अमेरिकाले नै पुगेपछि सबै कुराहरू फल्छ रुखमै हुन्छ भन्ने जस्तो सोच पनि छ होइन कति धेरैको होइन। अमेरिकाको लागि अब तल्लो बाटो अब उबाट कसरी हुन्छ मान्छेहरू जानलाई धेरै ऊ पनि गर्नुहुन्छ। अब अमेरिका भनेको धेरैको ड्रिम कन्ट्री पनि छ। हजुर, हजुर चाहिँ अमेरिका अमेरिका के सबैजना अमेरिका जान चाहन्छन् र अमेरिकालाई अब अवसरको देश पनि मान्छन् होइन। धेरैजना हुनुहुन्छ पनि पाउनु भएको पनि छ गर्नुभएको पनि छ त्यसमा हजुर, कुनै कुरा भएन। तर तपाईँ अमेरिकामै बसोबास गरिरहनु भएको छ राम्रो सेवा सुविधाहरू पनि पाइरहनु भएको छ। त्यस्तो अवस्थामा चाहिँ किन डिजिटल व्यवसायतर्फ आकर्षित हुनुभयो त? किन तपाईँ अब कामैतिर लाग्नु भएन भन्ने कुरा अलिकति त भन्नुभयो तपाईँले इन्ट्रोडक्सन हजुर, पार्टमै। तर अझै हजुर। एक क्वेसनलाई समेटेर थोरै आन्सर गरिदिनु न ल।
यो के अरे मन्जुको कल्चरल ट्रेडिसन होइन स्विजरल्यान्ड जस्तो देशमा बसेर पनि सम्भवतः हजुरको बाबुले पनि प्योर नेपाली बोल्नुहुन्छ होला यस्तो एक्ज्याक्टली राम्रो दाइ, होइन एकदमै राम्रो नेपाली बोल्छ मेरो छोरा। भेरी गुड आइ एम सो प्राउड अफ यु होइन जस्तो हुनुहुन्छ हजुर एउटा अब मैले चाहिँ 300-400 जना हामी जुम मिटिङ ट्रेनिङमा बस्छौँ नि त हजुर, कसरी चाहिँ अब रिकग्नाइज भयो भनेदेखि अब सबैले वाच गरिराखेको हुन्छ सुन्ने क्रममा होइन मैले चाहिँ एकदम डिप गहिराइमा गएर एकदम फोकस मेडिटेसनमा पनि त्यति फोकस हुँदैन के मानिसको यु आर हजुर, सच जेन्युन पर्सन के त्यसरी नै हजुर दाइ। ट्रेनिङ अटेम्प्ट गर्नुपर्छ सो त्यही भएर हजुरले सफलता धेरै हासिल गरिसक्नु भएको छ हजुरलाई एकदम एक्सक्युज मी शुभकामना र थ्याङ्क यू सो फेरि मच पनि दाइ। धेरै धेरै धन्यवाद यस्तो मजाको क्वेसन कति प्रिपेयर गर्नु समय लाग्यो होला नेपालीमा होइन यस्तो राम्रो क्वेसन बनाइदिएको छ म यसको 100% न्याय गर्ने कोसिस गर्नेछु धेरै धेरै धन्यवाद फर दिस क्वेसन है एकचोटि म हेरिहाल्छु है त ल सबैजना अमेरिका जान चाहन्छन् अमेरिकालाई अवसरको देश मान्छन् तर तपाईँ अमेरिकामै बसोबास गर्नुभएको राम्रो सेवा सुविधा पाउनु भएको अवस्थामा पनि किन डिजिटल व्यवसायलाई आकर्षित हुनुभयो अब मैले अलिकति थ्याङ्क यू सो मच फर प्रश्न है अघि पनि जोडेको थिएँ यो डिजिटल व्यवसायमा चाहिँ खास गरी म किन आकर्षित भएको भनेदेखि आकर्षित भएर मात्रै हुँदैन नि एक्सन लिनु पर्यो नि एक्सन लिनुको एक्ज्याक्टली, लागि त आँट हुनुपर्छ अनि त्यहाँदेखि हिम्मत हुनुपर्छ होइन त्यस पछाडि मात्रै हजुर, एक्सन लिन्छ एक्सनमा आउनुभन्दा पहिला के हुन्छ भनेदेखि एउटा देख्नै नदेखिने चिज हुन्छ हामीमा जो चाहिँ जसलाई चाहिँ भनिन्छ हामीले डर फियर डाउट यो तिनवटा कुरा ममा थियो किनभनेदेखि मैले अघि भने म एउटा इन्डियन एक्स आर्मी मुडे बलमा काम गर्ने मान्छे मैले हजुर, आफूले आफूलाई विश्वासै गरेको थिइनँ कदापि आज म यो 360 चेयरमा घुम्ने चेयरमा बसेर यसरी कम्प्युटर चलाएर नै मैले पैसा इन्कम गर्छु भनेर कदापि 100 मनमा 1 मनले पनि नसोचेको सोच्दै नसोचेको कुरा हो तर हजुर, बाध्यता बाध्यता आएपछि त मान्छेले जे पनि गर्दो रहेछ नि त भन्ने कुरो चाहिँ मैले यहाँ प्रमाणित गरेँ जस्तो लाग्छ किनभनेदेखि जब कोभिड आयो इकोनोमिकल सबै फाइनेन्सियल सबै डामाडोल भएपछि सबै बन्द भयो नि त हातमुख त जोड्न पर्यो एक्ज्याक्टली, अफकोर्स अमेरिकामा सेवा सुविधा सबै छ काम पनि छ अपर्च्युनिटी पनि छ म यो ठाउँमा बस्नुको यति महँगो सिटीमा फेरि तपाईँ किन बस्नुहुन्छ भनेर प्रश्न पनि आउँछ जहाँ हजुर, जहाँ महँगाइ हुन्छ त्यहाँ अपर्च्युनिटी पनि धेरै हुन्छ धेरै हुन्छ हो। किनभनेदेखि मेरो त एजुकेसन पनि त्यत्रो हायर लेभलको छैन नि त सर्वसाधारण हजुर, पढेको भएर त म इन्डियन आर्मीमा गएको नि त हजुर, तर इन्डियन आर्मीमा गए पनि म चाहिँ के भनेदेखि अलिकति एक फड्को चाहिँ अगाडि मार्नै पर्छ भन्ने पेन्सन पाकिसक्यो भनेदेखि किन ठाउँ ओगटेर बस्ने प्रमोसन त थिँदै थियो आफ्नो छँदै थियो तर म त्यही इन्डियन आर्मीमा गरिराखेको भएदेखि आज मैले इज्जत कमाउँथेँ नाम कमाउँथेँ तर आजको दिनमा आएर जो मेरो मसँग सम्पत्ति छ जसरी यो बिजनेसमा आएर मैले ठाउँ बनाएको छु त्यो त हुने हजुर, थिएन नि त त्यही भएर मैले इन्डियन आर्मीबाट रिटायर लिएर बाई इज्जत बाई रिस्पेक्ट रिटायर आएर चाहिँ म अमेरिका आउनुको खास कारण चाहिँ छोराछोरीलाई उज्जवल भविष्य दिनु हो नि त सबैको हजुर, सम्भवतः म गलत होइन भनेदेखि अब मेरो जेनेरेसनसम्म अहिलेको जेनेरेसनको हजुर, म कुरा गर्दिनँ अमेरिका भनेको ड्रिम कन्ट्री नै हो कि हाम्रो मात्रै होइन अरू देशको पनि तर हजुर, यहाँ आइसकेपछि जब पर्सनल्ली फिजिकल्ली हजुर यहाँ आइसकेपछि यहाँ भने जस्तो सहज वातावरण छैन छैन, वातावरण छ सेवा सुविधा छ जबसम्म हजुरको हातमा गुठी छ बल छ अब त्यहाँ। हजुर अनि बल बैंसो हुनुजेल त गर्नुहुन्छ गुठी आउँछ तर यो अन्नपानीले बनेको शरीर बल बैंसो हुनुजेल त काम गर्छ हात त्यस्तो नहोस् कसैको नि हात खुट्टा नचल्लाएर केही भइहाल्यो भने कसले दिने यस्तो त सबै यो सेवा सुविधा पाउने भनेको त यसकै भरमा हो नि त एक्ज्याक्टली, अब यस्तो चाहिँ कसरी बनाउने त्यो हजुरको सोचको माथि भर पर्छ अब म जस्तै दिनको 18-19 घन्टा काम गरेर 67 वर्षमा रिटायर हुन्छ यहाँ भनेदेखि 67 वर्षसम्म गर्नुहुन्छ ल 67 वर्षसम्म तपाईँले गर्नुभयो अनि 67 वर्षमा हजुरले रिटायरमेन्ट सोसल सिक्युरिटी पाउँछ यहाँ चाहिँ $2800 हजुर, पाउनु भयो अरे
67 वर्षको उमेरमा तपाईँको एपार्टमेन्टको बिल कति हुन्छ? 3500 लगाइदिउँ। 700 कहाँबाट ल्याउनुहुन्छ? 67 वर्षको उमेरमा तपाईँ ग्यारेन्टी गर्न सक्नुहुन्छ अहिलेको जस्तै हातखुट्टा चल्छ हजुरको भनेर? सकिँदैन नि। कसैको त्यस्तो नहोस्। 80, 90, 100 वर्षसम्म राम्रो चलोस्, दौडभाग गर्नुहोस्। गड ब्लेस यु होइन? तर भोलिको दिनमा यो मलाई जस्तै अन्नपानीको शरीर काम होइन, 18-19 घन्टा काम होइन, अब चाहिँ आराम पनि चाहिन्छ भनेर चाहिँ आराम यो ज्यानले मागेको डिमान्ड अनुसारले गर्दाखेरि त मैले खोज्दाखेरि त यो बिजनेस पनि पाएँ नि त। हजुर। यो बिजनेस पाउनुको यसलाई अर्थ्याउनुको कारण चाहिँ के हो भनेदेखि फाइनान्सियली फ्रिडम। फाइनान्सियली फ्रिडम भएपछि त सेवा सुविधा त आफै हातमा आउने भयो नि त। त्यही भएर मैले यो प्लेटफर्म चाहिँ चोइस गरेको। चोइस गर्नुभन्दा पहिला चाहिँ मैले के गरेँ? रिसर्च गरेँ। रिसर्च गरेर मैले दाहिने, देब्रे, ओल्लो घरे, पल्लो घरे कसैलाई सोधिनँ। यताउति सोधेर उनीहरूले मेरो डिनर टेबलमा ल्याएर त राखिदिँदैन, होइन? हो नि। त्यही भएर मैले हजुर। सम्बन्धित व्यक्तिसँग मेरो आज मेन्टर हुनुहुन्छ अनु गुरुङ, उहाँसँग हजुर। चाहिँ रिच आउट गरेर यसरी नै भिडियो कलमै मैले कुरा गरेँ। यो बिजनेस भनेको के हो? कसरी गरिन्छ? कमाइ कसरी हुन्छ? यो कुरो चाहिँ मलाई सम्झाइदिनुहोस्। उहाँले सम्झाउनु त भयो। मैले उहाँलाई के भने भनेदेखि केही बिग्रेको छैन, त्यो फर्स्ट स्टेप थियो। अनि मैले त मेरो त इङ्ग्लिस पनि त्यस्तो राम्रो छैन। अमेरिकामा त बसेको छु। मैले कसरी गर्न सक्छु? पढाइ पनि त्यस्तो छैन। भन्दाखेरि तपाईँलाई प्लेटफर्म चाहिएको हो। प्लेटफर्म तपाईँको इङ्ग्लिस चाहिँदैन। हामीले बिजनेस अहिले हेर्न सक्नुहुन्छ। यो पनि एउटा बिजनेस नै हो। यो नेपालीमा स्क्रोल भइरहेको छ टिभीको मुनि। हामीले इङ्ग्लिस हजुर। बोल्नु नपर्ने रहेछ। विश्वास के बिजनेस भनेको त्यतिकै विश्वासबाट सुरु हुने रहेछ नि त। त्यहाँबाट थाहा भएको हजुर। कुरो। उहाँले भन्नुभयो तपाईँले इङ्ग्लिस बोल्नु भएन। अनि मैले भने मेरो एजुकेसन पनि छैन। तपाईँ कति पढ्नु भएको? एसएलसी। कक्षा 5 पढेको मान्छेले महिनामा 20-25 हजार बनाउँछ भनेदेखि एसएलसी पढेको एबिसिडी चिन्नुहुन्छ? हजुर चिन्छु, मजाले चिन्छु। मैले भने अझै म त इङ्ग्लिस स्कुल पनि पढेको, बोर्डिङ पनि पढेको भन्ने। हजुर। सानोमा पढेको पनि हो। अनि हजुर। तपाईँको त पोजिटिभ प्लस पोइन्ट मात्रै छ। तपाईँले सक्नुहुन्छ। तपाईँलाई अलिकति यति चाहिएको कि होस्टेमा हैसियत कसो भन्छ नि साथमा सपोर्ट चाहिएको हो कि। म चाहिँ स्टे ब्याक, डर, फियर, डाउटमा आफूले आफूलाई विश्वास नगरेको। मैले आफूले आफूलाई अन्डर एस्टिमेट गरिराखेको रहेछु कि। अनि उहाँले के भन्नुभयो भनेदेखि यहाँभित्र आइसकेपछि तपाईँलाई सहयोग गर्ने त म हजुरको लाइफ टाइमको लागि मेन्टर हो नि त। त्योभन्दा हजुर। पहिला त फेरि उहाँसँग मेरो रिलेसन बिल्डअप भयो। गुरुङनी नै हो उहाँ पनि। अनि गुरुङ पनि हजुर। के थरी भन्ने हुन्छ। के थरी भनेपछि मेरो श्रीमती पनि लाम्छाने गुरुङ, उहाँ पनि लाम्छाने गुरुङ। उहाँले भेना भन्नु थालेपछि साली हजुर। भेना ए त्यही भएर भेना भेना भन्नुहुन्छ। त्यही भएर सालीले भेनालाई कहिले धोका दिन्छ? भेनाले सालीलाई कहिले धोका दिन्छ? दिँदैन नि। फेरि उहाँ पनि पूर्वी इलामकै हुनुहुँदो रहेछ। त्यो भएर हजुर। मैले यसमा स्टेप अप भएँ। यदि उहाँले त्यसरी मलाई साथ सहयोग गर्नुहुन्थेन भने म त्यही 18-19 घन्टै काम गर्थेँ होला। घिसी पिटी गरेर होइन, थाकेर हत्तु भइसक्थ्यो होला। उमेरले डाँडा काटिसक्यो। तर कमाइ भने चाहिँ कोभिडभन्दा पछि एकदम थोरै भइसकेको थियो। लेस के पहिलाको जस्तो अपर्च्युनिटी त छ, तर इन्कम चाहिँ एकदम थोरै लेस इन्कम दिने। लेट्स से यहाँदेखि एयरपोर्ट लगेको एउटा प्यासेन्जरको $40 दिन्थ्यो उबरमा होइन। कोभिड पछि $13, $14 के। कहाँ गयो भन्नुहोस् त? गाडी मेरो फेरि म यस्तो मेन्टालिटीको मान्छे भए पनि गाडी मलाई चलाउनु पर्ने BMW, मर्सिडिज कि औडी नै चलाउनु पर्ने। मेरो थियो मर्सिडिज 89,000 को, 90,000 को भनौँ। त्यसको मोर्गेज भयो, पार्किङ यो फेरि सिटीमा पार्किङ गर्नु $400 एकदमै $400 हो। महँगो। इन्सुरेन्स भयो होइन। मैले अब कसैलाई मेरो गाडी यस्तो थियो उस्तो थियो भनेर भन्न खोजेको होइन। त्यो सत्य तथ्य कुरोहरू चाहिँ हामीले अगाडि ल्याउनु पर्छ जस्तो लागेर चाहिँ मैले त्यो भनेको। अनि मैले चाहिँ किन यो डिजिटल व्यवसायमा यहाँ आउनुभन्दा पहिला त्यो साली नानीसँग पछि भएको साली नानी मेन्टरसँग सम्पूर्ण कुरो बुझिसकेपछि मैले घरमा गएर सोचेँ, म्याथमेट गरेँ। त्यहाँदेखि मैले कपी र पेन चलाउन थालेको। अब मेरो आज 51 वर्षको भएँ। अब म 15 वर्षमा यो मेरो मिसिन त यत्तिकै त रहँदैन। रहँदैन। तलमाथि केही भइहाल्यो भने मेरो त लाइफ त सेक्युर छैन। पेन्सन त छ, नेपालमै छ। यहाँ त हजुर। डलर चाहिन्छ। यहाँ त हजुर। घरको मोर्गेज एपार्टमेन्टको बिल तिरेन भने त भोलि
सो सरी भन्छ, एउटा इमेल लेखेकै भरमा उनीहरूले खाली गराउँछ। एक्ज्याक्टली हो नि। अनि त्यहाँदेखि भोलि केही भइहाल्यो भनेदेखि अब ल आजको 16 वर्षमा मलाई महिनाको 50,000 सोसल सिक्युरिटी दिनु र अहिलेको 4-5 वर्षमा मैले महिनामा 5,000 बनाउँछु भनेदेखि कुन चाहिँ ठुलो भनेर यसरी दाँजेर हेर्दाखेरि 16 वर्षमा के त मेरो हातखुट्टै नचल्ला, खाकै नपच्ला, अहिले पो लाउनु मन लाग्छ, यस्तो राम्रो सर्ट लाउनु मन लाग्छ, टाई लाउनु मन लाग्छ, त्यतिखेर पाए पनि अब लाउनै मन लाग्दैन, खाएको पनि नपच्ला। त्यही भएर चाहिँ मैले यो व्यवसायमा चाहिँ आयो भनेदेखि 4 देखि 5 वर्षमा चाहिँ म $5,000 चाहिँ रिटायर लिएर बाहिर निस्किन सक्छु। त्यो भनेको फाइनान्सियली फ्रिडम भयो। त्यस पछाडि मैले के गर्न सक्छु, आफ्नो परिवारलाई समय दिन सक्छु, परिवारलाई लिएर वर्ल्ड टुर गर्न सक्छु, वर्ल्ड क्रुजिङ गर्न सक्छु, वर्ल्ड कप हेर्न जान सक्छु। त्यो कुराहरूलाई लिएर चाहिँ मैले यो चोइस गरेको। मैले चोइस गरेर नराम्रो केही गरेको छु जस्तो लाग्दैन। अहिले आज 18 महिनाको जर्नीमा आएर पछाडि फर्केर हेर्न परेको छैन। मैले अघि पनि भने इन्कमको साथसाथमा मैले हजुरहरू जस्तो लाइक माइन्डेड पिपुल पाएको छु संसारभरिदेखि। अहिले अब उहाँ जापानमा म जाँदै थिएँ, अझै पनि होप छ मेरो भिसा लागेर आओस् भनेर। भिसा लागेर आयो भने म टिकट काटेर हिँडिदिन्छु। पहिला यस्तो आँट यस्तो जोस कहीँ आउँथ्यो। पहिला त अमेरिकामा छु भन्ने बिहानदेखि 5 बजीदेखि उठेर गएर राति 12 बजी मात्रै अनबेड हुने, सुत्ने लाइफै थिएन। अहिले टाइममा सुत्छु, टाइममा उठ्छु, आइरन कपडा लगाउँछु, वासर ड्रायरले घरमा डेलिभरी गरिदिन्छ। यो सबै कहाँबाट आयो पैसा? यो ज्ञान दिमाग कसरी आयो? यो पैसा हातमा आएपछि त्यसलाई कसरी युटिलाइज गर्ने, कसरी लाइफ स्टाइल सेक्युर गर्ने, कसरी लाइफ स्टाइल रन गर्ने भन्ने कुरोहरू त्यो आइडिया आउँदो रहेछ। पहिला त अब लुगा धुन पनि पाउँथेन। के अरे बिहा एकचोटि लगायो भने एकैचोटि 12-1 बजी खोल्थे त्यसरी लुगा, होइन? अहिले थाहा भयो अब पैसा छ, टाइम छ, घरमा आएर बस्छु, कतिखेर खाने, कतिखेर सुत्ने, सबै कुराको टाइम छ, स्केड्युल छ, स्वस्थ छु। जे भए पनि 1-1.5 घन्टा आफ्नो स्वास्थ्यको लागि टेक केयर गर्ने समय दिन्छु। अब अहिले जापानमा 52 इयर्स एनिभर्सरी भइरहेको छ, त्यहाँ पनि पुगिहाल्छु। तर अब कुनै अब हामी इमिग्रेन्ट भएको हुनाले त्यो भिसाको तलमाथिको कारणले हो, नत्र म त्यहाँ पुगिसक्थेँ। किनभने अहिले त यो बिजनेसले मलाई त्यति राम्रो फाइनेन्सियली सपोर्ट गरेको छ। अब धेरै होइन, 2-3 वर्षमा म रिटायर हुन्छु। त्यहाँदेखि रिटायर भएपछि त जहाँ जाँदा नि भइहाल्यो नि त, होइन र? त्यही भएर चाहिँ मैले यो डिजिटल व्यवसाय चोइस गरेको। म एकदम थ्याङ्कफुल छु, ग्रेटफुल छु, हजुरहरू जस्तो लाइक माइन्डेड पिपल सराउन्डेडमा पाएको छु। अनि त्यो नै हो खास। अब पछि बुढो भएपछि जति खाएको पनि पच्दैन, लाउनु पनि मन लाग्दैन, लगाए नि सुहाउँदैन। त्यही भएर यो उमेर भनेको चाहिँ खाउँला लाउँला अझै छ नि त। त्यही भएर चाहिँ मैले अहिले नै अलिकति ढिला भयो, तर पहिला नै गर्नुपर्ने, त्यसरी पछाडि फर्केर नहेरौँ, होइन? अलिकति ढिलो भयो, तर पनि आइ एम भेरी ग्रेटफुल एन्ड थ्याङ्कफुल टु दिस बिजनेस। यी इत्यादि कुरोहरूलाई लिएर चाहिँ सबै सेवा सुविधाहरू पाउनको लागि चाहिँ हजुरले यु गारा पे है। पे गर्नको लागि अब हाउ यु वर्क, हाउ डु यु इम्प्लिमेन्ट योर जब, के कस्तो खालको काम गर्नुहुन्छ, कसरी चाहिँ पैसा अर्न गर्नुहुन्छ, त्यो हजुरको माथि डिपेन्ड रहेछ। अब हजुरले चाहिँ अब लाइक माइन्डेड भएर एक्सन टेक गरेर यस्तो खालको बिजनेस घरैदेखि रन गर्नुहुन्छ कि अब त्यो के अरे नो रिजन 80-90 हजारको गाडी किनेर अर्कालाई उबर लिफ्टमा बोकेर त्यहाँबाट अहिले सबै फेरि यहाँ के भइसक्यो भनेदेखि सबै अटोमेसन के अरे उसले काम गर्छ, ड्राइभरै नभएको गाडीहरू चल्छ। त्यही भएर पनि मैले चाहिँ अब मैले चाहिँ यस्तो खालको बिजनेस, यो बिजनेसमा हात हालेको। सो आइ एम भेरी ग्रेटफुल अनि थ्याङ्कफुल। अब यहाँ क्यालिफोर्निया सान फ्रान्सिस्कोमा चाहिँ सबै ड्राइभरलेस गाडी चल्छ है। अब पर्सनल छोडेर उबर, लिफ्ट, यो जुक्स आएको छ, वाइमो आएको छ, सबै ड्राइभरलेस गाडी चल्छ। उबर, लिफ्ट अनि यिनीहरू ड्राइभरहरूको काम चाहिँ लगभग अब खोसिसकेको छ। मैले त्यही देखेर पनि म चाहिँ अलिकति एडभान्स हुनुपर्छ भनेर पहिला एक्सन लिएको। स्टिल सम पिपल आर ड्राइभिङ, होइन? तर अब डक्टर, हेयर ड्रेसर सबैको त चेन्ज गरिसकेको छ भनेपछि उबर ड्राइभर, सिक्युरिटी सबैको चेन्ज नगर्ला भन्न सकिन्न यो डिजिटल वर्ल्डमा,
होइन अटोमेसनको काम छ हाम्रो यो बिजनेस पनि 80% त अटोमेसनले काम गर्छ हामी सुतेको बेला पनि मनी जेनेरेट गरिरहेको हुन्छ त्यही भएर मैले एक्सन टेक गरेर यो बिजनेसमा चोइस गरेको यो बिजनेस चाहिँ एकदम यो बिजनेसप्रति एकदम थ्याङ्कफुल अनि ग्रेटफुल छु कतिको न्याय गरे अन्याय गरे मलाई थाहा भएन धेरै बोल्छु थ्याङ्क यू सो मच मन्जु धेरै धेरै धन्यवाद फर योर अमेजिङ क्वेसन होइन अनि थ्याङ्क यू फर योर टाइम थ्याङ्क यू ब्याक टु यू थ्याङ्क यू सो मच दाई एकदमै एकदमै राम्रो आन्सर गर्नुभयो कि अब अहिले जे खोजिरहेको थियौँ जे सुन्न खोजेको छौँ त्यही नै भइहाल्यो होइन अब अहिले डिजिटल एरामा त हामी नै अलिकति डिजिटलाइज हुनलाई पनि कोसिस गर्नुपर्छ कि हाम्रो त सबैजना खोइ अर्काले गर्छ अरू माथि पुग्छ फलानु माथि पुग्छ अनि गरौँला ऊ पुग्यो भन्यो लास्टमा आफूले एक्सनै नलिएपछि त कसरी अगाडि बढिन्छ तब हजुरले पनि एक्सन नलिएको भए त अहिले यहाँ पुग्नुहुन्थ्यो त थिएन नि है मैले एक्सन नलिएको भए यहाँ पुगिन्थ्यो त थिएन नि है सबभन्दा त पहिला आफूले एक्सन लिने हो कि अरू उसले के भन्ला अर्कोको डिसिजनमा चल्ने होइन नि त हजुरले जोडी पनि हाल्नुभयो अरूले आएर हामीलाई खाना दिने त होइन हाम्रो बिल पे गरिदिने त होइन हामीले त्यो एक्सन टेक त गर्नुपर्ने हुन्छ एकदमै राम्रो है दाइ थ्याङ्क यू सो मच है कस्तो स्विट आन्सर दिनुभयो थ्याङ्क यू सो मच एकदमै सुनिरहन मन लाग्ने कि दाइको आन्सरहरू नै नसकियो हुन्थ्यो जस्तो लाग्ने कि मलाई है मैले त्यही भएर क्वेसन पनि बनाइरहेको छु धेरै अब अलिकति कमेन्टतिर जाउँ है हामीलाई धेरैजनाले हेरिरहनु भएको छ अघिकोबाट म कन्टिन्यू गर्छु है सरिता शर्मा हेलो सिस्टर एन्ड ब्रदर वाचिङ लाइभ फ्रम टोकियो भन्नुभएको छ थ्याङ्क यू सो मच सरिता सिस सङ्गीता केसी हेलो दिचु ढिलो भयो ल भने चाहिँ यो मेरो बहिनी हो नेपालमा छ ओके सुस्मिता can't explain how excited I am to see my you're talking one thing idol in my accountability partner on the same screen भने चाहिँ thank you so much सुस्मिता it's so kind कति लामो लेखेको है तपाईँ हुन्छ दाइ पढ्दिनु I'm gonna help you तपाईँ यसरी लेख्न सक्नुहुन्छ next time I will love to invite Indra to join us here. It would be an honor to have him as a part of this journey. For the next season, I would love to invite Indra Daji to my live guest. It would be amazing to learn from him and have him join us. Well, one of my wishes is to invite Indra here in the future. I will be truly excited and honored to have him with us. Thank you मन्जुले गर्दाखेरि फेरि सुस्मिताले पनि अब मलाई चाहिँ अपर्च्युनिटी दिनु चाहनु भइरहेको छ धेरै धेरै धन्यवाद सो काइन्ड वर्ड थ्याङ्क यू सो मच ब्याक टु यु मन्जु सरी है थ्याङ्क यू सुस्मिता अनि टिका ओली आउनु भएको छ हेलो वाचिङ फ्रम जापान वाउ कति राम्रो कुरा भन्नुभएको छ होइन मन्जु यो कसरी कनेक्सन भयो टन्नै जापानको छ त हजुरको अनि मेरो धेरै जापानको सँग छ कि म मेरो मेन्टर पनि जापानबाट हुनुभयो नि त त्यसले गर्दाखेरि म जापानको टिमसँग बढी कनेक्टेड छु कि हजुरको कोच जापान पुगिसक्नु भयो नि थाहा छ हजुर पुगिसक्नु भयो भिडियोहरू देखिरहेको थिएँ हाम्रो कोचको कपिल दाई आउनुभयो कपिल राज पाण्डे हेलो वाचिङ फ्रम ओसाका जापान थ्याङ्क यू फर सेयरिङ दिस अमेजिङ प्लेटफर्म ट्रुली इन्सपायरिङ एन्ड लाइफ चेन्जिङ भन्नुभएको छ थ्याङ्क यू कपिल दाई तारा केसी तारा उहाँ दिदी नै हो मेरो मेन्टर चाहिँ तारा केसी नै हो है तारा केसी हजुर सो सपोर्टिभ थ्याङ्क यू तारा तारालाई धेरै धेरै धन्यवाद यस्तो एन्टरप्रेन्योर हाम्रो बिजनेसमा ल्याइदिनु भएको छ तारा केसीलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच दिदी रोजन भाइ बिग फ्यान अफ इन्द्र दाजु रे ओ माय गुडनेस थ्याङ्क यू सो मच थ्याङ्क यू सो भाइको धेरैजना फ्यान हुनुहुन्छ हामी कुरा भइरहन्छ नर्मली अरू बेलामा अरूसँग कुरा हुँदा नि तपाईँको कुरा चाहिँ हुन्छ कि म र सुस्मिता पनि पहिला सुस्मिता नजाँदै पनि कुरा गर्थ्यौँ हजुरको बारेमा सबिना लाखा हुनुहुन्छ हेलो हेलो नमस्ते वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ थ्याङ्क यू सो मच सबिना सिस लक्ष्मी कार्की 100% भन्नुभएको छ थ्याङ्क यू सो मच अब म ढिला नगरी फेरि अर्को क्वेसन तर्फ लिएर जान्छु दाइको कुरा सुनिरहनु मन छ कि मलाई धेरै सिक्नु छ धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच अर्को क्वेसन है त यो
डिजिटल व्यवसायको अब अहिले त अगाडि नै हुनुभयो, तर सुरुवाती चरणमा त अब सबै मानिसमा अब चुनौतीहरू हल्का आउँछन्, तर कति लिन्छ, कति लिँदैन भन्ने कुरा फरक पार्नुभयो। तपाईँकोमा चाहिँ डिजिटल व्यवसायको सुरुवाती चरणमा तपाईँले कस्ता चुनौतीहरू सामना गर्नुभयो? ती चुनौतीहरूलाई कसरी पार गर्नुभयो? ल हुन्छ थ्याङ्क यू सो मच हजुरको अघि 14 जनाले 14 पिपल राख्नु भएको थियो स्टिल 11 पिपल हेरिराख्नु भएको छ थ्याङ्क यू सो मच है यस्तो अमेजिङ प्लेटफर्ममा मलाई निम्त्याइदिनु भयो र यस्तो आफ्नो स्टोरीहरू सेयर गर्ने अवसर दिनुभयो थ्याङ्क यू सो मच हाम्रो एकदमै अमेजिङ अन्टरप्रेनर आफ्नो परिवार आफ्नो छोरा हस्बेन्ड सम्पूर्णलाई ब्यालेन्स गरेर व्यस्त सिटीमा हुनुहुन्छ सर न्युजिल्यान्ड स्विजरल्यान्ड जस्तो सहरमा होइन स्विजरल्यान्ड पनि स्विजरल्यान्ड सबैको सपनाको संसार हो त्यो एउटा त्यो त त्यसलाई त स्वर्गै भन्छ नि होइन हजुर। त्यस्तो ठाउँबाट यस्तो अमेजिङ डिजिटल बिजनेस गरिराख्नु भएको छ त्यसमा मलाई निम्त्याइदिनु भयो र यो प्रश्नको लागि एकदम धेरै धेरै धन्यवाद होइन एकदम यो 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 बिजनेसमा सुरुवाती क्षणमा त यस्तो समस्या भएको थियो नि मलाई एक त यो प्रश्न फेरि एकचोटि डिजिटल व्यवसायको सुरुवाती चरणमा तपाईँले कस्तो चुनौतीहरू सामना गर्नुभयो ती चुनौतीहरूलाई कसरी पार गर्नुभयो ल थ्याङ्क यू अब सुरुमा यो बिजनेसमा आउनु बित्तिकै म त अन्धा केही थाहा छैन इनरोल त भयो अब खालि के अरे म त जहिले मेन्टरलाई रिच आउट गरिहाल्ने के अब गर्ने चाहिँ के हो भन्ने अब उहाँले चाहिँ गाइड गर्ने के अब यस्तो गर्नुहोस् यो गर्नुहोस् त्यो गर्नुहोस् गर्नु त गर्ने अब ल्यापटप चलाउनु नआउने मान्छे है अनि पुरानो 2011मा किनेको ल्यापटप थियो अब त्यो चाहिँ एकदम पुरानो भइसकेको छ कि अनि त्यहाँदेखि त्यसमै मैले कोसिस गरेँ गर्दै 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 जाँदाखेरि ट्रेनिङ चाहिँ वर्ल्ड क्लास ट्रेनिङ इजी भिडियो बेस्ड ट्रेनिङ छ क्या हाम्रो त्यो चाहिँ ट्रेनिङ गर्दै चाहिँ हामीले इम्प्लिमेन्ट गर्नुपर्ने रहेछ अब म मुडेबलको मान्छे होइन त्यो हार्डवुड गर्ने त्यो अब उबर चलाउने खाना मैले सर्भर त अहिले पछि भएको पहिला त म टेबल सफा गर्ने बासर फुड रनर थिएँ नि त अनि त्यस्तो खालको काम गरेर पैसा बनाउने मान्छे अब यहाँ आएर त सुकिलो मुकिलो लुगा लगाएर चट्ट बसेर अफिसमा घुम्ने कुर्सीमा बसेर यसरी ल्यापटप चलाउने यो काम त एकदम अकल्पनीय नै भयो नि सबैभन्दा पहिला त मलाई एकदम सुरुवाती क्षणमा यो ल्यापटप चलाउनु नै महाभारत भयो कि हे भगवान् कसरी चलाउने होला के गर्ने होला जब मैले एक्सन गरेर भित्र आइसके मलाई ल्याउनु भयो मेन्टरले ल्याइसकेपछि मेन्टरले दिनमा 2 चोटि 3 चोटि कुरा हुन्थ्यो उहाँसित मेरो अनि 2 चोटि 3 चोटि कुरा हुँदाखेरि लगभग मिनिमम भनेको चाहिँ 10-15 मिनट नत्र 1 घन्टा त एभ्री टाइम कुरा गरिदिनुहुन्थ्यो उहाँले मलाई किनभनेदेखि अब म त एकदम ल्यापटप पनि चलाउन नजान्ने मान्छे त्यहाँदेखि फेरि यो बिजनेस भनेको चाहिँ एट्र्याक्सन मार्केटिङ हो नि त एट्र्याक्सन मार्केटिङ भनेको मलाई त्यतिखेर केही थाहै थिएन अनि एक्चुअलीमा चाहिँ जो ट्रेनिङ गर्दै त्यो चिजलाई चाहिँ इम्प्लिमेन्ट गर्नुलाई चाहिँ एट्र्याक्सन मार्केटिङ भनिँदो रहेछ त्यही सिकायो नि त तर त्यहाँ सिकाएकोले नहुने कि मलाई मेन्टरलाई नै सोध्नु पर्ने मेन्टरले फेरि आएर ल यसलाई यस्तो गर्नुहोस् बसौँ भेना 2 जना बसौँ यसो गर्नुहोस् भन्यो अब म चाहिँ उहाँको स्केड्युलमा चल्नु पर्यो यो मेरो माथि टाउके त छैन भन्नुहुन्छ फेरि मेरो मेन्टरको स्केड्युलमा बस्नु पर्यो किनभनेदेखि मैले किन उहाँको स्केड्युल टाइम छ नि त उहाँको नि टेबल छ उहाँको आफ्नै छुट्टै तौर तरिका छ मैले त अनि म चाहिँ केही नयाँ चाहिँ सिक्नुपर्छ भन्ने चाहिँ फोकस चाहिँ राख्ने मान्छे हो सिक्नको लागि त उहाँको टाइममा जानु पर्यो नि त त्यहाँदेखि उहाँले चाहिँ मलाई के गर्नुहुन्थ्यो भनेदेखि टाइममा भोलि यति बजी कुरा गरौँ है भेना भन्नुहुन्थ्यो भोलि दिउँसो बेलुका साँझ होइन चट्ट बसेर चाहिँ हामी के गर्थ्यौँ उहाँले सिकाउनुहुन्थ्यो यता इजी त्यो वर्ल्ड क्लास इजी भिडियो बेस्ड ट्रेनिङ हेर्थे त्यही चिजलाई चाहिँ फेरि इम्प्लिमेन्ट गर्नुभन्दा पहिला उहाँले फेरि नेपालीमा अब त्यही चिजलाई चाहिँ यसो गर्ने भनेर चाहिँ अगाडि बढाउनुहुन्थ्यो कि अनि डबल भएपछि चाहिँ अलिकति स्केड्युलिङ जो हुन्छ नि स्केड्युल हामी चाहिँ के हो भनेदेखि
अर्काको अन्डरमा हिँडेको के अर्काको अन्डर भनेको के अरे भोलि बिहान दाइ त्यो दाइ दाइ तपाईँ कन्टिन्यू गर्ने मलाई टिभी लाइट आइहाल्छ है चिच्चाए मेरो ल चाहिँ हुन्छ हुन्छ म नो आइहाल्छु है प्रब्लम हजुर अब सुरुमा चाहिँ अब के अरे अर्काको अन्डरमा बसेको अर्काले स्केड्युल गरिदिएको 6 बजेदेखि 2:30 बजीसम्म चाहिँ हजुरको स्केड्युल अब 6 बजे क्लक इन भएपछि म्यानेजरले सुपरभाइजरले यो गर्नुहोस् त्यो गर्नुहोस् भन्ने बानी परेको होइन त्यहाँदेखि अब पछि त एकैचोटि यो बिजनेसमा आएपछि त एकदम म त फ्री भएँ फ्रिडम भएँ घरमै बसेर आफै गर्नुपर्ने अब गर्ने चाहिँ के भन्दाखेरि चाहिँ त्यो टाइम स्केड्युलिङ गर्नको लागि चाहिँ अलि समस्या भइरहेको थियो किनभनेदेखि अलि ओभरवेल्मिङ पनि भयो के किनभने म 6 बजी क्लक इन भएर 2:30 बजीसम्म त भित्र गएपछि म्यानेजर सुपरभाइजरले यो गर्नुहोस् त्यो गर्नुहोस् भन्ने बानी परिसकेको इम्प्लोइ माइन्ड यो बिजनेसमा आएपछि त अब फ्रिडम के टाइम स्केड्युलै छैन जतिखेर गरे नि भयो त्यहाँदेखि त अलिक ओभरवेल्मिङ पनि भए अलि एक्साइटमेन्ट पनि भए त्यहाँदेखि अनि मेरो मेन्टरले चाहिँ यसरी हुँदैन भेनाजु तपाईँको टाइम जो प्लान छ नि प्लान चाहिँ एकर्डिङली गर्नुपर्छ है अहिले त ठिकै छ सिक्दै हुनुहुन्छ तर यसलाई चाहिँ अब बिहान दिउँसो बेलुका यो प्रत्येक दिनको मिसन बनाउनु पर्छ मिसन भयो भने चाहिँ भिजनमा पुग्न सकिन्छ अनि भिजन बन्छ भिजनमा पुग्न सकिन्छ भनेर चाहिँ पहिला त अब सबैभन्दा सुरुवाती फेज त ल्यापटप चलाउनु गाह्रो भएको थियो अनि त्यहाँदेखि ट्रेनिङ थियो अब इजी वर्ल्ड क्लास सर्टिफाइड ट्रेनिङ त्यसलाई त्यो हेरेर चाहिँ इम्प्लिमेन्ट गर्नुपर्ने अनि त्यसमा पनि मलाई चाहिँ साथ र सहयोग कसको चाहिएको थियो मलाई अब मेन्टरले साथ सहयोग गर्नुभयो त्यहाँदेखि अरू बेला चाहिँ फेरि त्यो कुरो थाहा थिएन मलाई कम्युनिटी पनि छ भनेर फेरि स्याटरडे हाम्रो कम्युनिटीमा हुन्छ त्यहाँ पनि गाइडलाइन दिन्छ 300-400 जनाले ट्रेनिङ गर्छौँ हामी त्यहाँ पनि लिडर्सहरू अग्रजहरू आएर प्रेजेन्टेसन दिनुहुन्छ तपाईँको टाइम कसरी म्यानेजमेन्ट गर्ने इम्प्लिमेन्ट कसरी गर्ने भिडियो बेस्ड ट्रेनिङ हेर्दाखेरि तपाईँले बुझ्नु भएको छैन भने त्यसको प्रश्नहरू त्यहाँ राख्ने त्यो मात्रै भएन भनेदेखि फेरि हाम्रो अर्को सानो सब मिटिङ पनि हुने सब मिटिङमा पनि त्यस्तै कुराहरू त्यहाँदेखि त म त यस्तो भयो नि ओ माई गुडनेस म कस्तो संसारमा आएछु यार असम्भव त केही नहुने रहेछ नि ल्यापटप चलाउन गाह्रो भइरहेको थियो म जस्तो मान्छे अरू पनि रहेछ उहाँहरूले मैले चलाउनै नजान्ने मान्छेहरू प्रेजेन्टेसन दिइरहेछ के आई वाज भेरी मोटिभेटेड के त्यहाँदेखि त्यही माथि मेन्टरले 2-3वटा टिम ट्रेनिङ होइन त्यहाँदेखि बिस्तारै बिस्तारै के हुँदै गयो बानी पर्दै गयो के ए यो बिजनेस त यसरी पो गर्नुपर्ने रहेछ त कसरी भन्नुहोस् त आफ्नो बिहान उठेर बिहानको वेकअप बिहान उठेर चाहिँ जुरुक्कै उठेर फोन ग्राब गरि नहाल्ने के होइन त्यस्तो सानो सानोतिर सुन्दाखेरि सानो कुरो लाग्छ तर अब यो राति बिहान उठ्नु बित्तिकै कोहीले के गर्छ जुरुक्कै उठेर फोन समात्छ के त्यो त सर्वसाधारण जसलाई नि थाहा छ नि उठ्नु बित्तिकै फोन टिप्नु हुँदैन तर के गर्छ हामीले टाउकोमै सिरानीमै राख्छ उठ्नु बित्तिकै फोन अब हामीले यो टाइम कसलाई दियौँ अर्कालाई दियो क्या आफ्नो टाइम अब फोनले हाम्रो माइन्ड वास गर्छ ब्रेन वास गर्छ के गर्छ फोनले फोनमा के आउँछ भ्युवर्स फलोवर्स सब्सक्राइबर बढाउनुको लागि लाइक कमेन्ट बढाउनुको लागि नेगेटिभिटी मात्रै आउँछ अनि हाम्रो माइन्ड चाहिँ कहाँ जान्छ नेगेटिभिटीमा तर यो बिजनेसमा त हामी के गर्छौँ हामी जस्तो सर्वसाधारण दलदलमा फसेको घर किनेको गाडी किनेको नेपालीहरू सकिन हुन्छ त्यस्तो मान्छेहरूलाई पोजिटिभ भाइब्स दिन्छौँ अनि उहाँहरूलाई सहयोग गर्ने कुरा मात्रै गर्छौँ नि त त्यसले गर्दाखेरि हाम्रो ब्रेन पनि एकदम पोजिटिभ भयो होइन त्यस पछाडि पोजिटिभ हुँदै गएपछि हाम्रो दिनचर्या चाहिँ यसरी सुरु गर्नुपर्छ भनेर एकर्डिङली प्लान गर्न थालेँ मैले त्यही भएर यसमा आएर सामना चाहिँ कसरी भयो चुनौती त ल्यापटप चलाउनु भयो त्यहाँदेखि भिडियो बेसमा युज टु हुनु पर्यो त्यसलाई चाहिँ कसरी सामना भयो भनेदेखि मेरो मेन्टरले हेल्प गर्नुभयो कम्युनिटीले साथ सहयोग गर्नुभयो ट्रेनिङहरू भयो त्यसमा मोटिभेसन कम्स एन्ड गोज त्यो ठिक छ आफ्नो ठाउँमा तर मोटिभेसन पनि चाहिन्छ त्यसको लागि के चाहियो कन्सिस्टेन्सी चाहियो त्यसको लागि एकर्डिङली प्लान चाहियो मिसन चाहियो भिजन चाहियो त्यस पछाडि बिस्तारै बनाउँदै आएपछि 18 महिनासम्म आएर आजसम्म यहाँबाट आएर अब पछाडि हेर्नु परेको छैन किनभनेदेखि हाम्रो साथमा अब भनिन्छ इजी भिडियो बेस्ड वर्ल्ड क्लास इजी भिडियो बेस्ड ट्रेनिङ टुल्स टेक्निक स्ट्राटेजी मेन्टर कोच लाइफ टाइमको लागि साथमा हामीले भनेको हुँदैनौँ कम्युनिटी अब अहिले पनि हाम्रो टिम ट्रेनिङ भइरहेको छ
यो हाम्रो लाइभ सकेर म त्यहाँ जान्छु, त्यहाँबाट पनि सिकेर आउँछु, त्यहाँदेखि भोलि पनि हुन्छ, त्यहाँदेखि के हुन्छ बेलुका मेरो मन्डे पनि हुन्छ सब मिटिङ, अनि स्याटरडे फेरि हुन्छ ठुलो 300-400 को मास मिटिङ हुन्छ, त्यहाँबाट पनि सिक्ने रहेछौँ, त्यहाँबाट धेरै कुरो सिक्छौँ। हो यसरी चाहिँ अब सामना चाहिँ टिम ट्रेनिङले गर्दाखेरि मैले यो सामना गर्न सफल भएँ। त्यस पछाडि मेरो सब युनिट अनि मेरो टिम, बिजनेस पार्टनर, एकाउन्टेबिलिटी पार्टनर, आफ्नो टाइम कन्सिस्टेन्सी, टाइम एकर्डिङली प्लान, अनि फलो द स्टेप बाई स्टेप, त्यसले गर्दा चाहिँ मैले यो डिजिटल बिजनेसमा सफलता पाएको मलाई चाहिँ लागेको छ। त्यति भन्दै ब्याक टु यु। थ्याङ्क यू सो मच मन्जु केसी। थ्याङ्क यू सो मच यति दाई अपर्च्युनिटी। आन्सरको हजुर लागि। हजुर स्योर एकदमै थ्याङ्क यू सो मच है। त्यही स्योर। त यही त छ नि होइन हाम्रो बिजनेसको ब्युटी पार्टै के लाइफ टाइमको लागि मेन्टर कोच हुनुहुन्छ जसले अब केही नजान्दा हातमा हात समाएर डोराएर ताते ताते गर्दै लिएर हजुर अगाडि बढाउनुहुन्छ, पर्फेक्ट बनाउनुहुन्छ कि। जी हजुर यस्तो त कुन बिजनेसमा छ र है, कुनै बिजनेसमा नि छैन नि। अब आफूले गरेको बिजनेसमा पनि आफै मरेर 18 घन्टा 20 घन्टा गर्नुपर्ने हुन्छ नि त होइन, गर्नुपर्ने फिजिकल हुन्छ। बिजनेसहरूमा। अनि त्यही भएर यसको चाहिँ ब्युटी पार्टहरू चाहिँ यस्तो यस्तो छ कि यहाँभित्र गइसकेपछि नै खै कहाँ कुन संसारमा पुगे जस्तो लाग्छ होइन। अब हेर्नेहरूलाई चाहिँ होइन होला यत्तिकै भन्यो होला नि जस्तो लाग्न सक्छ, तर यो चाहिँ एकदमै रियालिटी हो कि। मैले भन्नुहोला, दाइले भन्नु होला, यस्तो त हामी त कति छौँ होइन, हामी त ग्लोबली रूपमा यति धेरै छौँ कि सबैले त्यही त भन्दैन नि त होइन र। ए हजुर त्यसरी त्यही पनि त। बुझ्न सक्नुहुन्छ। अँ, भन्न चाहन्छु म ढिलो नगरिकन अलिकति कमेन्ट लिएर फेरि दाइलाई स्योर क्वेसनैतिर लिएर स्योर जान्छु है हजुर म। स्योर। थ्याङ्क यू हजुर। रोजन भाइ, इन्द्र दाईको स्माइल र चार्मिङ फेसले नै मन फुरुङ्ग बनाइदिन्छ साँच्ची भनेको भनेको। एक्ज्याक्टली ल हो कि ल दाइ, ल देख्नुभयो नि, मैले मात्र भनेको होइन कि, ल सबैजना हो थ्याङ्क यू तपाईँको हजुर। फ्यान। हजुरहरूको थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद हजुर रोजन। थ्याङ्क यू। हाम्रो प्रतिज्ञा पाण्डे श्रेष्ठ, हेलो हेलो, आई एम वाचिङ लाइभ फ्रम ओकिनावा जापान। थ्याङ्क यू सो मच दिदी। थ्याङ्क यू। सिर्जन श्रेष्ठ दाई, नमस्कार, वाचिङ लाइभ फ्रम ओकिनावा जापान भन्नुभएको छ। थ्याङ्क यू सो मच थ्याङ्क यू दाई। सो मच। उहाँ चाहिँ मेरो सिनियर मेन्टर। ए है हजुर, ओके। ओकिनावामा त अब के भन्छ, दसैँ तिहार लागिरहेछ, दाइ त्यही अनि बस्नुहुन्छ। दसैँ तिहार नै लागिरहेको छ नि त्यहाँ त। दे हजुर, आर लक्की के है। एक्ज्याक्टली दाइहरू त ओकिनावामै। अम्बिका साखी वाचिङ फ्रम लन्डन भन्नुभएको छ। वाउ। थ्याङ्क यू सो मच अम्बिका। पवित्र भण्डारी, हेलो नमस्ते मञ्जुसी सेन दाई, वाचिङ फ्रम जापान भन्नुभएको छ। So many थ्याङ्क यू people from सो Japan है। मच। धेरैजना जापानबाटै होइन। अब म हजुर ढिलो नगरी दाइलाई चाहिँ अर्को क्वेसनतर्फ लिएर जान्छु है त। स्योर। अब धेरै मानिसहरूले डिजिटल व्यवसायलाई लिएर अब यो वास्तविक रियल हो कि होइन अथवा स्क्याम हो कि भन्ने प्रश्नहरू उठाउने गर्नुहुन्छ कि। उहाँहरूलाई विश्वास पनि छ, मलाई थाहा छ विश्वास छ, नभए त्यसतिर चासै हुँदैन, अरूले के गरिरहेछ भन्नेतिर चासो नै हुँदैन वास्तवमा भन्ने हो भने होइन। छ, चासो चाहिँ छ, एकदमै गर्न मन पनि छ, तर अझै पनि कता कति डाउट यो रियल हो कि होइन अथवा स्क्याम हो कि भनेर चाहिँ प्रश्न उठाउने पनि गर्नुहुन्छ। तपाईँको अनुभव र बुझाइमा चाहिँ यो बारेमा के भन्न चाहनुहुन्छ हाम्रो हेरेर बस्नुभएको दर्शकहरूलाई अनि पछि हेर्नेलाई? ल धेरै धेरै धन्यवाद क्वेसनको लागि। यस्तो सान्दर्भिक क्वेसन बनाउनु भएछ मन्जुले, कति हार्डवर्क गर्नुभयो होला। धेरै धेरै धन्यवाद होइन। धेरै मानिसहरूले डिजिटल व्यवसायलाई लिएर यो वास्तविक हो कि स्क्याम हो भन्ने प्रश्न उठाउने गर्छन्। तपाईँको अनुभव र बुझाइ यसबारे के भन्न चाहनुहुन्छ? थ्याङ्क यू सो मच। सर्वप्रथम त जसले चाहिँ यो बिजनेस देख्न बित्तिकै यो प्रश्न आउँछ हजुरहरूलाई एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु। किनभनेदेखि हामी ह्युमेन बिइङ हो कि, हामी भनेको मानिस हो, हामी पशु पन्छी जनावर होइन। तर त्यो मानेमा पशु पन्छी जनावरलाई पनि हामी एकदम रेस्पेक्ट गर्छौँ होइन। हामीले सेभ गर्नुपर्छ उहाँहरूलाई। उहाँहरूको दिमागमा पनि पशु पन्छी जनावरले पनि के गर्छ भनेदेखि हामी बस्ने ठाउँ चाहिँ जङ्गलमै हो होइन। जङ्गलदेखि बाहिर निस्क्यो भनेदेखि के हुन्छ, उनीहरूलाई पनि पशु पन्छी जनावरहरूलाई त डर फियर हुन्छ भनेदेखि हामी त अफकोर्स ह्युमेन एकदम मानिस हो होइन। अनि हजुर, हामीले यत्रो काम गरेछौँ, हार्डवर्क गरेको छौँ, भरे ललाइ फकाइ गरेर त्यस्तो मेहनत गरेको कमाइ पैसा डुबाइदिने हो भनेर यो
डर, डाउट, फियर आउनु भनेको एकदम स्वाभाविक हो। तपाईँहरूमा आएको छ। त्यो प्रश्न सोध्नु भएकोमा एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हेर्नुहोस्, स्क्याम वास्तविक र स्क्याममा अब सर्वप्रथम त के अरे हाम्रो मन्जु केसी उहाँ स्विजरल्यान्डमा जन्मिनु भएको कदापि हुँदै होइन। म होइन। अमेरिकामा जन्मेको होइन। म पनि नेपालबाटै आएको, मन्जु पनि नेपालबाटै आएको। मैले चाहिँ त्यसरी खण्डन गर्न चाहेँ है त। हामी सर्वप्रथम त हामी आफ्नो साथै हाम्रो नेक्स्ट जेनेरेसनको भविष्य उज्जवल अझै 1 स्टेप अगाडि गराउन आएको। अब हामी यही देशमा बसिरहन्छौँ भनेर त्यो ग्यारेन्टी पनि छैन। किनभनेदेखि हामी एकपटकको नेपाली, सधैँको नेपाली। हामी आफ्नै देशमा गएर के गर्न चाहन्छौँ, मर्न चाहन्छौँ या आफ्नै देशमा बाँच्न चाहन्छौँ के त्यो सबैको कन्क्लुजन त्यही हो। तर भोलिको दिनमा पनि अब मन्जुले उहाँ स्विजरल्यान्डमा बस्नुभएको छ। आफ्नो छोरालाई पुरै कल्चर, ट्रेडिसनल सबै आफ्नै नेपालको दिइराख्नु भएको छ। अझै नेपालीले भन्दा प्योर उहाँको छोराले नेपाली बोल्नुहुन्छ है। हो दाइ, अब हो। त्यो मानेमा मैले अलिकति किन जोडेँ भनेदेखि हामी एउटा इमिग्रेन्ट। हाम्रो मन्जुको हस्बेन्ड छैन र, मन्जुको छोरा छैन र, मन्जुको बाबा आमा हुनुहुन्छ, मेरो बाबा आमा छ, मेरो श्रीमती छ, छोराछोरी छ, मेरो इमेज छैन, मन्जुको इमेज छैन, प्रेस्टिज छैन, उहाँको आफ्नै ब्याकग्राउन्ड छ। गाउँमा कसरी चिन्नुहुन्छ मन्जु केसी भनेको? भोलिको दिनमा तपाईँलाई अलिकति $100-200 ठगेर सोसल मिडिया डिजिटल एरामा 1 सेकेन्डमा संसारमा फैलिन्छ। त्यही त। यो भनेको सोसल मिडियाको पावर हो के। अनि सोसल मिडियाको पावर थाहा भयो भन्दैमा जता पाए त्यतै हात हालेर हुँदैन। हात हाल्नुभन्दा पहिला यसरी बुझ्नुपर्छ वास्तविक हो कि स्क्याम हो। अब वास्तविक होइन भनेदेखि यो इन्द्र घले गुरुङ, मन्जु केसी किन लाइभमा आउँथ्यो? अहिले त रिकर्ड गरेर राख्न सक्नुहुन्छ, हो होइन? नि। रिकर्ड गरेर राख्न सक्नुहुन्छ। हामी लाइभमा आएर बोल्नुको अर्थ यो हो कि दिस इज वास्तविक के, इट्स रियल। किन हामीले ढाँट्दैनौँ, छल्दैनौँ? ढाँट्ने, छल्ने मान्छेले तपाईँलाई कहिले अनुहारै देखाउँदैन। हो नि। अनुहारको त के बोल्नु पनि बोल्दैन उनीहरूले। एउटा एक्ज्याक्टली। टेक्स्ट मेसेजकै भरमा, त्यो पनि वाट्सएपमा। टेक्स्ट मेसेज बोलेको पनि डिएनए टेस्ट गरेर केस मुद्दा हालिदिन्छ। त्यो रिसर्च गरेर खोज्न सक्छ। अहिलेको टेक्नोलोजी त्यति एडभान्स छ। त्यही भएर अब डेफिनेटली क्वेसन आउँछ स्क्याम हो कि वास्तविक हो भनेर। स्क्याम भएदेखि मैले सुरु गर्दाखेरि 2,28,000 थियो। अहिले आएर 2,90,000 पुगेको छ। अनि संसारको सबै देशबाट रिप्रेजेन्ट गर्नुहुन्छ उहाँहरूले, सबै देशबाट गरिराख्नु भएको छ। अब हेर्नुहोस् 18 महिनामा कति बढिसक्यो, 60,000 बढिसक्यो भनेदेखि अनि यो बिजनेस को चाहिँ भनेको अब 52 इयर्स अहिले हामीले जापानमा सेलिब्रेसन हुँदैछ। अब अर्को कुरो चाहिँ कुनै पनि अनलाइन बिजनेस चाहिँ हजुरले गर्नुहुन्छ भनेदेखि चाहिँ त्यसको मार्केट क्याप चाहिँ $1 बिलियन भन्दा माथि हुनुपर्छ अरे। र त्यो अनलाइन डिजिटल बिजनेस चाहिँ 8-9 सालदेखि धेरै अगाडि गएको हुनुपर्छ अरे। त्यो मानेमा त यो त 52 इयर्स ओल्ड जापान बेस्ड मल्टी ट्रिलियनर कम्पनी हो। त्यही माथि अब 52 वर्ष पुरानो हामी लाइभमा आएर बोलिरहेको छौँ। हामीले लाइभमा आएर बोलेर तपाईँहरूलाई 1-200 ठगेर भोलि हाम्रो इमेज, इमान, प्रेस्टिजको कुरो पनि आउँछ। मेरो छोराछोरी माथि दाग लाग्छ। भोलि मेरो छोराको बिहे गर्नु पर्यो भने बाउले के गर्छ? अनलाइन डिजिटल बिजनेस गर्थ्यो अरे, बाउ त ठगी धन्दा गर्दो रहेछ। कसले दिन्छ बुहारी मलाई? स्टिल पनि जतिसुकै डिजिटलाइज भए पनि हामीले आफ्नो कल्चर चाहिँ फलो गर्छौँ। बुहारी माग्नै जाने हो, मेरो हजुर। छोरी माग्न आउने नै हो। त्यही एक्ज्याक्टली। भएर आफ्नो इमान, इज्जत, प्रेस्टिजलाई त्यसरी हामीले धोका दिन सक्दैनौँ। र अब अर्को कुरा किन चाहिँ डिजिटल बिजनेस? अब मलाई हेर्नुहोस्, मैले 18-19 घन्टा त्यस्तो हार्डवर्क गरेर त्यही पैसा बनाउँथेँ। अब यो बिजनेसमा 2 देखि 3 घन्टा दिएर मैले त्योभन्दा अब्बल धेरै पैसा बनाउँछु भनेदेखि अब तपाईँलाई आफै सोच्नुहोस् कुन चाहिँ बिजनेस छान्ने? अनि कोभिड हुँदाखेरि के भयो? सबै के अरे इकोनोमिकली सबै डामाडोल भएन? मान्छे टाढो आउँदै गरेको मान्छे देखेर मान्छे राक्षसको रूप जस्तो लाग्थ्यो, भाग्थ्यो हामी। बाटो छेकेर हिँड्थ्यो।
त्यही भएर यो डिजिटल एरामा छौँ भनेदेखि हामी पनि डिजिटलाइज हुनुपर्छ भन्ने मेरो मान्यताले गर्दाखेरि चाहिँ डिजिटल व्यवसाय नै चोइस गर्नुपर्छ। अनि अर्को कुरो अब वास्तविक र स्क्याममा चाहिँ अब हजुरहरूले आफै यहाँ लाइभ हेरिराख्नु भएको छ, त्यही भएर हजुरहरूको प्रश्न चाहिँ मैले दिइराखेको छु। चस्मा पनि खोलिदिन्छु, मेरो आँखा झिमिक झिमिक गरेको, म बोलेको स्पष्ट देख्नु भएको छ होला, रेकर्ड पनि गर्न सक्नुहुन्छ। अनि भोलिको दिनमा कसैले मन्जुले ठग्यो भनेदेखि यति भिडियो लगेर पुलिसमा रिपोर्ट गरिदिनु भयो भने हामी चाहिँ डिपोर्टेसन हुन्छ, होइन? डिपोर्टेसन हुनु एक्ज्याक्टली। भनेको एकदम ठुलो बेइज्जती हो त्यो। अनि त्यसमा डिपोर्टेसन मात्रै होइन, पुच्छर झुन्ड्याइदिएको हुन्छ, यो मान्छेले चाहिँ यस्तो ठगी गरेको थियो भनेर। हामीले $100-200 लागि गर्लाम र त्यो गर्दैनौँ नि। त्यही भएर हजुरहरूको प्रश्न एकदम जायज छ। यो तर त्यो मानेमा चाहिँ म के भन्छु भनेदेखि मैले गरेको भन्दैमा होइन, 2,90,000 जनाले गरिराख्नु भएको छ। त्यो मानेमा यो व्यवसाय एकदम वास्तविक हो। सालको अन्तिममा अमेरिकामा चाहिँ 1099 आउँछ, अब स्विजरल्यान्डमा चाहिँ कुन चाहिँ आउँछ मलाई थाहा भएन। त्यो 1099 को बेसमा चाहिँ हामीले ट्याक्स फाइल गर्नुपर्छ। अनि नेपालमा चाहिँ प्रत्येक वर्ष ब्याङ्कमा गएर यसको चाहिँ ट्याक्स फाइलको सब्मिट गर्नुपर्छ फर्म। त्यस पछाडि क्यानाडामा चाहिँ TA4 कति ए आउँछ, होइन? T4A आउँछ क्यानाडामा। सो त्यो अनुसार हामीले ट्याक्स फाइल गर्नुपर्छ। त्यस मानेमा पनि के भनिन्छ भनेदेखि चाहिँ वास्तविक हो र यो स्क्याम होइन भनेर चाहिँ म प्रमाणित गर्न चाहन्छु। कतिको न्याय गरे कतिको अन्याय गरे मलाई थाहा भएन, तर धेरै धेरै धन्यवाद फर यो क्वेसन। मलाई एकदम बोल्न मन लागिरहेको थियो सबै प्रश्नको बारेमा, तर थ्याङ्क यू सो मच, होइन? जतिजनाले पनि सुन्नु भएको छ, पर्सनल्ली हजुरले हाम्रो मन्जुसँग रिच आउट गर्दा पनि हुन्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद प्रश्नको लागि। यो प्रश्न आउनुपर्छ, मानिस भएपछि प्रश्नै आएन भने त त्यो त लाटा नै बाठो भइहाल्यो नि त। त्यही भएर प्रश्न गर्नुपर्छ, रिसर्च गरेर मात्रै यो बिजनेसमा स्टार्ट गर्नुपर्छ। त्यसको लागि चाहिँ सम्बन्धित व्यक्तिसँग नै रिसर्च गर्नु होला भन्न चाहन्छु। ब्याक टु यु मन्जु, थ्याङ्क यू। थ्याङ्क यू सो मच दाई एन्सरको लागि। त्यही भनेको, यो बिजनेस भनेको रियल पिपुलले गर्ने रियल बिजनेस हो कि। हामी यसरी रियल मान्छे नै आइरहेको छौँ है, एभ्रिडे लाइफमा आएर को बोल्छ। हामी अब यस्तो ठाउँमा छौँ, गएर अब घन्टै गरे पनि त्यति कमाइन्छ भनेपछि, अनि हामी त्यो 100-200 को लागि चाहिँ आफ्नो त सबै तपाईँले भने जस्तो इमान इज्जत सबै कुराहरू बेचेर आफ्नो बच्चाहरू राखेर सो गरेर फ्यामिली कति पुस्तासम्म राखेर त्यो आइँदैन कि। त्यति कुरा नर्मली बुझ्नु पनि पर्ने हुन्छ, होइन? सबैजनाले अहिलेको उसमा जस्तो लाग्छ मलाई पनि। अब ढिलो नगरी अर्को क्वेसनतर्फ लान्छु है दाइलाई। मैले क्वेसनहरू अलि धेरै नै टाइम लिए जस्तो लाग्यो। होइन, ठिकै छ, मैले चाहिँ लिएँ कि हस् साह्रै। होइन होइन, म त तपाईँको त म त जति घन्टा पनि सुन्न सक्छु यो त। अर्को क्वेसन है दाइ। अब अलिअलि त अगाडि नै भन्नुभयो तपाईँले, होइन? अहिले पनि धेरै मानिसहरू डिजिटल व्यवसाय बारे बुझ्न चाहनुहुन्छ, नचाहने पनि होइन। जसले यो रियल स्क्याम भन्नुहुन्छ ऊ पनि, उहाँ पनि बुझ्नै चाहेको मान्छेहरू, होइन? जो पनि आउनुहुन्छ क्लिक हुन्छ उहाँ पनि बुझ्न चाहेकै व्यक्तिहरू हो। चाहनुहुन्छ, तर डर, अन्यल र आत्मविश्वासको कमीका कारण भन्छ है म चाहिँ, आत्मविश्वासको कमीका कारण अगाडि सरी अगाडि बढ्न सकिरहेका छैनन्। त्यस्तो व्यक्तिहरूलाई तपाईँ के सल्लाह दिन चाहनुहुन्छ, जो चाहिँ डराएर बसिरहनु भएको छ, अझै पनि एक्सन टेक गर्न सक्नु भएन भनौँ न मेन गरी, उहाँहरूलाई चाहिँ तपाईँको के सल्लाह दिन चाहनुहुन्छ? हुन्छ, थ्याङ्क यू फर यो प्रश्न है, एकदम पेचिलो बनाउनु भएको छ। अहिले पनि धेरै मानिसहरू डिजिटल व्यवसायको बारे बुझ्न चाहनुहुन्छ, तर डर, अन्यल वा आत्मविश्वासको कमीका कारण अगाडि बढ्न सकिरहेको छैनन्। त्यस्ता व्यक्तिहरूलाई तपाईँ के सल्लाह दिन चाहनुहुन्छ? ओके, थ्याङ्क यू सो मच। सर्वप्रथम म जुन फिल्डदेखि आएको मान्छे हो, मैले मेरै लेभलको एन्सर दिने हो, तर समग्रमा मिलाएर बुझ्नु होला। यो बिजनेसमा सबै फिल्डको मानिसहरू हुनुहुन्छ। यो बिजनेसमा कुक हुनुहुन्छ, वेटर हुनुहुन्छ, बारटेन्डर हुनुहुन्छ, सर्भर हुनुहुन्छ, अनि त्यहाँदेखि सिक्युरिटी गार्ड, उबर ड्राइभर, लिफ्ट ड्राइभर, डक्टर, इन्जिनियर, पाइलट, हिरो हिरोइनी, सिङ्गर, वेटरेस, अनि डक्टर, नर्स, वकिल, सबै फिल्डको हुनुहुन्छ, अनि इन्जिनियर। अब तपाईँहरूलाई एउटा प्रश्न, उहाँहरू किन आउनु भयो होला? ल, अरूको छोडिदिनुहोस्, ल,
कुकको उबर ड्राइभरको छोडिदिनु, सिक्युरिटी गार्डको छोडिदिनुहोस् उहाँहरूलाई। किन उहाँहरू त उभिँदा थाकेर 12 घन्टा उभिँदा थाकेर घुट्ना दुख्ने, ढाड दुख्ने भएर नसकेर आउनुभयो अरे। तर इन्जिनियर भनेको, डक्टर भनेको, पाइलट भनेको उहाँहरूको 6 फिगरमा US डलरमा इन्कम हुन्छ के। उहाँहरूले यो बिजनेसमा किन आउनु पर्थ्यो? पर्दैन नि। तर उहाँहरूले किन यो बिजनेस चोइस गर्नुभयो भनेदेखि जतिसुकै पढे पनि, जेसुकै गरे पनि जागिर भनेको अर्काको अन्डरमा खाने हो। जतिसुकै डक्टर PhD गरे पनि अर्काको क्लक इन हुने नै हो, क्लक आउट हुने नै हो, अलार्म लाउने नै हो। अलार्म त डक्टर, इन्जिनियर, पाइलटलाई त लाउनै पर्छ। किन भनेदेखि उनीहरूको अनलिमिटेड नन स्टप जान्छ, 36 घन्टा पनि जान्छ। सर्जरी गर्दा गर्दै के अरे बच्चा सर्जरी गर्दा गर्दै ओहो मेरो त निन्द्रा लाग्यो भनेर त्यो हिँड्न आदि पाइँदैन। काटेको बच्चा छोडेर हिँड्न पाइन्छ र? मोरै पाइन्न। त्यो भएपछि इट्स रियली डजन्ट म्याटर हाउ लङ इट्स गो, तर त्यो आफ्नो सिद्ध गर्नै पर्छ। उहाँहरूले सुत्ने टाइम नै पाउनु हुँदैन। तर त्यो आफ्नो प्रोफेसनलमा पैसा त छ नि त। पैसा त मैले पनि कमाएको छु, उबर ड्राइभरले पनि कमाएको छ, सिक्युरिटीले पनि कमाएको छ। तर उहाँहरू चाहिँ यो बिजनेसमा किन आउनुभयो, डक्टर, इन्जिनियर, पाइलटहरू भनेदेखि उहाँहरूलाई चाहिएको छ के छ? टाइम फ्लेक्सिबिलिटी। फाइनेन्सियल त अलरेडी फ्रिडम छ नि त, तर उहाँहरूलाई टाइम नै छैन। तर यो बिजनेसमा चाहिँ के छ भनेदेखि टाइम उहाँहरूले त हेरिसक्नु भयो नि त संसार। डक्टरको आफ्नो प्रोफेसनल लाइफ हेर्नुभयो, पैसा त छ नि त, तर त्यहाँ के छ? टाइम फ्लेक्सिबल छैन। त्यही भएर चाहिँ उहाँहरूले डर, अन्यल सबै त्यागेर चाहिँ यो बिजनेसलाई चोइस गरेर आउनु भएको छ। अब व्यवसाय, डिजिटल व्यवसाय नै किन चोइस गर्ने भन्दाखेरि चाहिँ गर्नुभन्दा पहिला चाहिँ हजुरले आफूले आफूलाई अन्डर एस्टिमेट भनिन्छ, त्यो आफूले आफूलाई निचा, जसरी मैले कुवाको भ्यागुता हो, मलाई केही थाहा छैन भनेर सोच्थे, मैले जसरी आफूले आफूलाई अन्डर एस्टिमेट गर्न छोड्नुपर्छ भन्छु। यो डिजिटल एरा हो, 21 सेन्चुरी हो। हजुरले जस्तो ट्रिट गर्नुहुन्छ सेम एज इट इज ट्रिट ब्याक राइट वे हुन्छ। यो पहिलाको जमाना छैन, यो कली आजको भोलि 21 सेन्चुरी हो। त्यही भएर हजुरले आफूले आफूलाई रिस्पेक्ट गर्नुहोस्। किन भनेदेखि मैले बुझेको अनुसार, मैले के बुझेँ भनेदेखि मैले पनि आफूले आफूलाई अन्डर एस्टिमेट गरेर पछाडि धकेलिराखेको थिएँ। डर, यो डर अन्यलमा बस्नु भनेको आफूले आफूलाई अन्डर एस्टिमेट गर्नु हो। डर र अन्यलले के गर्छ? मान्छेलाई पछाडि धकेल्छ। डर र अन्यलले के गर्छ? कम्फर्ट जोनमा राख्छ। कम्फर्ट जोन इज भेरी डेन्जर। कम्फर्ट जोनले हेर्नुहोस् कहाँ पुर्याउँछ। हजुरको एउटा कम्फर्ट जोनले गर्दाखेरि तपाईँले एक्सन लिन सक्नु भएन भनेदेखि ल कसैलाई त्यस्तो नहोस्। दुख बिमार भयो भनेदेखि तपाईँले 1 करोड ब्याङ्कमा छ भने त्यो सबै फाल्न तयार हुनुहुन्छ। तर आज आएर यो बिजनेसमा एक्सन टेक गरेर पोर्टफोलियो बनाउनु भएको छ भने 4 देखि 5 वर्षमा $5,000 लिएर हजुरले रिटायरमेन्ट पनि लिँदै हुनुहुन्छ। अनि यो बिजनेसमा चाहिँ रोग, कष्ट, दुख बिमार पनि टाढो हुन्छ। किनभनेदेखि हामी एकर्डिङली प्लानिङ अनुसार अगाडि बढ्छौँ। प्लानिङ भएपछि सुत्ने टाइम, खाने टाइम, वर्कआउट गर्ने, साथीभाइसँग भेट्ने, सेलिब्रेसन सबैको टाइम हुन्छ। हाम्रो मिसन लिएर हिँडेको एउटा ग्लोबल सर्टिफाइड मेन्टर हुन्छ र हाम्रो एउटा भिजन हुन्छ। त्यो भएपछि हाम्रो स्वास्थ्यमा तलमाथि गडबड पनि हुँदैन। त्यसको साथसाथमा चाहिँ हाम्रो टाइम फ्लेक्सिबिलिटी भएपछि, फाइनेन्सियली फ्रिडम भएपछि मानिस खुसी हुन्छ। जति खुसी भयो मानिस त्यति हाँस्छ, जति हाँस्यो त्यति बाँच्छ, एज एड अन हुँदै जान्छ। यो बुझ्न पर्छ। पहिलेको बुढाहरूले तपाईँ जन्मेर आएपछि मर्ने पक्का हो, डेफिनेटली स्योर हो, तर माथिबाटै तोकिदिएको हुन्छ भन्छ। तर हजुर जति खुसी, जति पोजिटिभ भएर बाँच्नुहुन्छ तपाईँको एज पनि एड अन गर्दै जान्छ। यो मान्छेलाई राख्नुपर्छ एज अझै थपिदिउँ, इन्जोय गरोस् भनेर। त्यही भएर
त्यो डर अन्यले चाहिँ हजुरलाई स्टे ब्याक गर्छ। त्यसको लागि चाहिँ के गर्नु पर्यो, आफूले आफूलाई अन्डर एस्टिमेट गर्ने होइन, सम्बन्धित व्यक्तिसँग गएर बुझ्नुहोस्। अघिको जस्तो क्वेसन आउँछ स्क्याम हो कि वास्तविक हो, सबै सोध्नुहोस् न। त्यसको लागि एन्सर दिनको लागि त उहाँ हुनुहुन्छ नि, उहाँ त्यत्तिकै आउनुभएको, उहाँको त लाइफ ब्राइट भइसकेको छ, स्विजरल्यान्डमा बस्नुभएको छ। भएन भनेर यस्तो अमेजिङ प्लेटफर्म छ, 4 देखि 5 वर्षमा $5,000 बनाएर रिटायर लिनुहुन्छ। उहाँले आएर किन जरुरी छ यो फेसबुकमा लाइभमा आएर बोल्न, किनकि सी वान्ट्स टु हेल्प यु आउट। हामी जस्तो इमिग्रेन्ट कति छ, कति स्ट्रगल गरेको हुन्छ। विशेष गरी खास गरी इन्टरनेसनल यो अमेरिका स्विजरल्यान्डमा लाइफ इज नट इजी। नेपालमा एउटाले काम गर्यो भने घरभरिको मान्छेलाई खाना लाउनु पुग्छ। यहाँ हामीले एभ्री इन्डिभिजुअल हेज टु गो वर्क। त्यही भएर सम्पूर्ण कुरो हजुरहरूको वातावरण स्थिति थाहा भएर चाहिँ मन्जु केसी लाइभ आएर बोलिदिनुहुन्छ, उहाँलाई थाहा भएको कुरो सेयर गर्नुहुन्छ। द्याट्स हाउ यु क्यान टेक अ पोजिटिभ वे। अनि त्यसको पोजिटिभ थिङको साथसाथमा हजुरले आफूले आफूलाई अन्डर एस्टिमेट नगरेर कम्फोर्ट जोनदेखि बाहिर निकाल्नुहोस्। आज कम्फोर्ट जोनदेखि बाहिर निकाल्नु भयो भनेदेखि हजुरको लाइफ सेक्युर हुन्छ। त्यही भएर डर अन्यल भनेको एउटा अन्डर एस्टिमेट पनि हो। डर, फियर, अन्यल सबैमा आउँछ। अन्यल को डाउट क्लियर गर्नको लागि सम्बन्धित व्यक्तिसँग गएर 1-on-1 टक गर्नुहोस्, टाइम फिक्स गर्नुहोस्, त्यहाँदेखि कल गरेर भिडियो कलमा बोल्नुहोस् उहाँसँग। सम्पूर्ण कुरो विस्तृत जानकारीको साथमा उहाँले बताइदिनुहुन्छ। त्यति मात्रै नभएर मन्जु केसीले हजुरको डेस्टिनेसन पनि तय गरिसकेको हुन्छ जब हजुर बोल्नुहुन्छ। मन्जु केसीले हजुरलाई एउटा 6 महिनामा सानो बच्चा जस्तो हातमा पक्रेर ताते लै भन्दै भन्दै कहाँ पुर्याउँछ, हजुरको सफलताको शिखरमा पुर्याउँछ। सफलताको शिखर भनेको के हो, तपाईँलाई फाइनेन्सियली फ्रिडम बनाउनुहुन्छ उहाँले, हजुरलाई टाइम फ्लेक्सिबिलिटी दिनुहुन्छ। अनि त्यसको साथसाथमा हजुरलाई कोचिङ गर्छ। तर हजुर हुनु पर्यो डर अन्यलबाट बाहिर निस्किनुको लागि एक्सन लिनुहोस्। एक्सन लिएपछि हजुर चाहिँ कोचेबल हुनु पर्यो, सिकाएको चिज सिक्नु पर्यो, अनि भिडियो हेर्नु पर्यो हजुरले, इजी भिडियो बेस्ड ट्रेनिङ। त्यस पछाडि मेन्टरसँग एकदम टचमा बस्नुहोस्, कम्युनिटीसँग टचमा बस्नुहोस्। कम्युनिटीले के सिकाउँछ, भिडियोले के सिकाउँछ, त्यही चिजलाई वाच गरेर त्यसलाई इम्प्लिमेन्ट गर्ने सोसल मिडियामा। भएन भनेदेखि डाउट पर्यो भनेदेखि मेन्टरलाई सोध्ने, कोचलाई सोध्ने, कम्युनिटीलाई सोध्ने। यहाँ धेरै थरीको कुराहरू उपलब्ध छ। त्यही भएर चाहिँ हजुरहरूलाई के भन्छु भनेदेखि हजुरहरू डर के आगे जित भन्छ नि, त्यही त्यो डरलाई चाहिँ टपेर क्रस गरेर अगाडि आउनु भयो भनेदेखि हजुरको सफलता धेरै टाढो छैन भन्न चाहन्छु। र डर र अन्यलाई कदापि आफू भित्रै निचरेर नराख्नुहोस्, त्यसलाई प्रस्फुटन गर्नुहोस्, अगाडि आउनुहोस्, सम्बन्धित व्यक्तिसँग जानुहोस्। आजको लागि हाम्रो मन्जु केसी हुनुहुन्छ भनेदेखि मन्जु केसीलाई रिच आउट गर्नुहोस्। उहाँले क्लिन एन्ड टाइडी रूपमा भनिदिनुहुन्छ, एक्सप्लेन गरिदिनुहुन्छ यो बिजनेस के हो भनेर। अनि हजुरहरूले यहाँ पनि बुझ्न सक्नुहुन्छ। आजको दिनमा म कहिले कदापि सोचेको थिइनँ यसरी लाइभमा गएर बोल्छु भनेर। खै मैले स्क्रिप्टेड होइन, जे मैले बोलिरहेको छु सर चाहिँ स्वीकारिराख्नु भएको छ। अब गल्ती गरेँ भने त गल्ती मान्छेबाटै हुन्छ। अब मैले हेर्नै पर्दैन, किन त्यस्तो पहिला थिएन नि त। यो बिजनेसले दिएको एउटा क्वालिटी हो। यो बिजनेसमा ब्याड पार्ट भनेको मैले कुनै पनि देखेको छैन, एकदम राम्रो नै राम्रो छ। त्यही भएर चाहिँ म के भन्छु, हजुरहरू डर, त्रास, अन्यलमा नबस्नुहोस्, त्यो क्लियर गर्नुहोस् समय हुँदाखेरि। डर अन्यलमा बस्नु भयो भनेदेखि त्यसले के गर्छ, एकदम धेरै भइसकेपछि हजुरलाई ब्लास्ट गर्छ। ब्लास्ट गर्नु भनेको के गर्छ, यो आफ्नो डर अन्यलले गर्दाखेरि हजुरलाई डिप्रेसनमा लान सक्छ, भोलिको दिनमा राति निन्द्रा नलाग्न सक्छ। त्यही भएर त्यो कुराहरूलाई चाहिँ एकदम प्रस्फुटन गर्नुहोस्, डिरेक्ट टु द पर्सन रिच आउट गर्नुहोस्, कुरा गर्नुहोस्, अनि क्लियर गर्नुहोस् भन्न चाहन्छु। त्यस पछाडि एक्सन चाहिँ मस्ट इम्पोर्टेन्ट चाहिँ एक्सन तपाईँको तर्फदेखि हुनु पर्यो। त्यस पछाडि एक्सन लिएर भित्र आएपछि चाहिँ हातमा हात समातेर काँधमा काँध जोडेर चाहिँ हजुरको सफलताको शिखरमा पुर्याउने त मन्जु केसी हुँदै हुनुहुन्छ नि भन्दै ब्याक टु यु। थ्याङ्क यू सो मच मन्जु, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच दाई, यति मिठो आन्सरको लागि एकदमै थ्याङ्क यू सो मच। यत्रो समय दिनुभयो। कतिजनाले हेरिरहनु भएको छ, अहिलेसम्म नि साथ दिइरहनु भएको छ स्टिल है, स्टार्टिङदेखि नै। उहाँहरूलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि एक दुईवटा चाहिँ कमेन्ट लिउँ है। स्योर स्योर स्योर। अनिता गिरी, हेलो सिस्टर, वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ। थ्याङ्क यू सो मच अनिता सिस। विनिता विनिता पौडेल, नमस्ते, वाचिङ लाइभ फ्रम जापान भन्नुभएको छ। थ्याङ्क यू सो मच।
भन्दै अब चाहिँ अब चाहिँ लास्ट है दाइ। हजुर, हुन्छ, अब हुन्छ। चाहिँ थ्याङ्क मैले यू। अन्त्यमा एकदमै दाइको चाहिँ सुन्न त सुनिरहन धेरै जति घन्टा नि सुनिरहँ जस्तो के दाइको त म त भ्याएसम्म त दाइको लाइभमा नि जोइन हुन्छु, तर जहिले मेरो बच्चा सुताउने टाइममा आउनुहुन्छ कि दाइ लाइभमा। होइन, ठिक धेरै छ, जसो। हजुरले रिप्ले हेरिदिनुहुन्छ नि तर त। धेरै धेरै धन्यवाद। पछि चाहिँ हेर्छु। अब ढिला नगरी म लास्ट क्वेसन गर्छु है त। अब अन्त्यमा हाम्रो यो कार्यक्रम भन्दा नि हाम्रो यो हेरेर बसिरहनु भएका सम्पूर्ण दर्शकहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? थ्याङ्क यू सो मच होइन। अन्तिम पाटो आइसकेछ, थाहै नपाएँ। थ्याङ्क यू, धेरै धेरै धन्यवाद। सर्वप्रथम त फेरि पनि मेरो अब मलाई पहिला थाहा थिएन होइन। म चाहिँ 1-2 हजार पैसा बनाउँछु भनेर आएको मान्छे यहाँ होइन। एक त मुडेबल, एक्स आर्मी होइन। अनि यहाँ आएपछि अब यो 18 महिनाको जर्नीमा चाहिँ अहिले आएर थाहा भयो कि मेरो पनि टिम छ के यसमा यहाँ। इन्सपिरेसनल एन्ड डाइनामिक टिम भन्ने छ, त्यसको चाहिँ लिड मै गर्छु। अहिले लिडर बनाउनु भयो यो बिजनेसले मलाई होइन। अनि हाम्रो त्यो इन्सपिरेसनल एन्ड डाइनामिक टिम, मेरो परिवार अनि मेरो व्यक्तिगत तर्फबाट हजुरलाई यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि अन्त्यमा जतिजनाले पनि हेरिराख्नु भएको छ हाम्रो मन्जु केसीको लाइभमा, उहाँहरूलाई चाहिँ म के भन्छु भनेदेखि हजुरहरूलाई डाउट, फियर, अन्योलता भन्ने आउँछ, यो मानिस ह्युमेन नेचर हो, त्यो आउनु पनि पर्छ, स्वाभाविक हो, प्रश्न सोध्न पर्छ। तर सम्बन्धित व्यक्ति जसले चाहिँ यो बिजनेस गर्नु भएको छ, अब मन्जु केसीले अब जहाजै उडाउनु भएको छैन, मन्जुलाई गएर जहाज कसरी उडाउने भनेर सोध्यो भने त त्यहाँ एन्सर दिने कुरो आउँदैन। अब मन्जु केसी चाहिँ यो एउटा ग्लोबल सर्टिफाइड अन्टरप्रेनर मेन्टर हुनुहुन्छ। यो बिजनेसको बारेमा सोध्नुभयो भने उहाँले चाहिँ सबै स्पष्टसँग भनिदिनुहुन्छ होइन। हजुरहरू डर, अन्यल, फियरमा नबस्नुहोस्। हजुरहरूलाई लागेको कुरो चाहिँ डाइरेक्ट मन्जु केसीसँग गएर कनेक्ट भएर उहाँलाई 1-on-1 सोध्न सक्नुहुन्छ। त्यहाँदेखि हजुरहरूको डर, अन्यल, डाउट टाढा भइसकेपछि चाहिँ अनि हजुरहरू यदि यो बिजनेसमा आबद्ध हुन चाहनुहुन्छ भनेदेखि चाहिँ धेरै ढिला नगर्नुहोस्। यो जुन महिना चाहिँ हाम्रो यो 52 एनिभर्सरी सेलिब्रेसन इयर, अनि यो जुन महिनामा बनिनु भएको 52 वर्ष को महिना चाहिँ जुनमा भएको हुनाले अहिले यो बिजनेसले एकदम अमेजिङ अपर्च्युनिटी दिएको छ। हजुरहरू नयाँ आउनुहुन्छ भनेदेखि हजुरहरूको इन्कम चाहिँ बिजनेसमा आउनु बित्तिकै 4 गुणाले बढेर दिएको छ। जुन महिनामै इनरोल हुनुहोस्। त्यसको लागि चाहिँ हाम्रो मन्जु केसीलाई रिच आउट गर्नुहोला। र जतिजनाले पनि हाम्रो लाइभ या रिप्ले रिकर्डेड भर्सन हेरेर या भविष्यमा हेरेर या अहिले हेरेर साथ दिनुभयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद। र मन्जु केसीलाई यस्तो राम्रो अमेजिङ प्लेटफर्ममा मलाई निम्त्याएर मेरो केही कुराहरू राख्ने अवसर दिनुभएकोमा मैले अघि पनि भनिहालेँ, सम्पूर्णको तर्फदेखि, मेरो व्यक्तिगत तर्फदेखि धेरै धेरै धन्यवाद भन्दै ब्याक टु यु। धेरै धेरै धन्यवाद एगेन। थ्याङ्क यू मन्जु केसी। थ्याङ्क यू। थ्याङ्क यू सो मच दाइ एन्सरको लागि। अनि धेरै धेरै थ्याङ्क यू सो मच है, मेरो छोटो इन्भिटेसनमा एकैपटकमा फर्स्ट मेसेजमा दाइ मेरोमा आउनुपर्छ भनेको म नआउने कुरा हुन्छ भन्नुभएको थियो कि मैले यत्तिकै हाँसेको थिएँ कि मैले एक्लै टाइपिङ गर्दाखेरि होइन। अनि मेरो हस्बेन्ड हुनुहुन्थ्यो किन हाँसिरहेको भन्नुहुन्थ्यो। अनि मैले दाइलाई रिक्वेस्ट गरेको एकैपटकमा यस्तो भन्नु भनेर मेसेज पनि देखाएको थिएँ कि। हजुर, अनि त्यसको लागि धेरै धेरै थ्याङ्क यू सो मच है दाइ। वेलकम। आउनुभयो, आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुभयो, आफ्नो जर्नी, स्ट्रगलदेखि लिएर हरेक कुराहरू सेयर गर्नुभयो, त्यसको लागि थ्याङ्क यू सो मच। हजुर, क्वेसनहरू कस्तो राखेँ थाहा भएन होइन। अब त्यस्तो अब धेरै चाहिँ गरेको छैन मैले यसरी, त्यही भएर हजुर। त्यति धेरै आइडिया पनि छैन। अब जस्तो जे भए पनि तपाईँले आन्सर दिनुभयो त्यसको लागि पनि थ्याङ्क यू। कस्तो भयो, केही गल्ती भएमा पनि माफी माग्न एकदम चाहन्छु। हजुरले यस्तो क्वेसनहरू यस्तो राम्रो क्रिएट गर्नुभएको छ स्पष्ट नेपालीमा होइन। अनि हजुर, क्वेसनहरू एकदम इफेक्टिभ, पेचिलो, पर्फेक्ट। त्यही यसको यो बिजनेसमा अब कुनै पर्फेक्ट जसले पर्फेक्ट पर्खेर बस्छ उहाँको लागि त्यो बिजनेस हुँदै होइन। अब अच्छा। पर्फेक्सन त कहिले पर्खिँदैनौँ हामी। लर्न एन्ड हजुर, अर्न गर्दै हामी गर्ने ग्लोबल अन्टरप्रेनर हो। तर हजुरले यो लर्न गरे जस्तो लागेको छैन। हजुरको त एकदम पर्फेक्ट छ। आई रियली इम्प्रेस्ड होइन। म हजुरबाट धेरै इम्प्रेस्ड हुन्छु, लर्न पनि गरिराखेको हुन्छु। आज झन् यस्तो क्वेसन साभार गरिदिनु भयो। धेरै धेरै धन्यवाद। पर्फेक्ट देखिएको छ। थ्याङ्क यू सो मच।
थ्याङ्क यू सो मच। कोसिस हजुर, चाहिँ गरिरहेको छु। हजुर। यहाँ आइसकेपछि यो आउँदो रहेछ। मैले चाहिँ नेपालीमा गर्नुपर्ने चाहिँ मेरो चाहिँ अब मेन गरी त अब हामीहरू भनेको नेपालीलाई नै हेल्प गर्न चाहने हो। जी, नेपाली हजुर, हजुर। कम्युनिटीकै लागि टार्गेट हो नि त। त्यही भएर मेरो पोस्टहरूमा पनि मैले धेरै इङ्ग्लिसहरू राख्दिनँ अँ, कि नर्मली जी, कमै गरिरहेको हुन्छु। जी, ताकि अब सबैजनाले पढ्न सजिलै, बुझ्न सजिलो। अब कस्तो हुन्छ भन्दा अब इङ्ग्लिस चाहिँ जान्ने पनि हुनुहुन्छ, नजान्ने पनि हुनुहुन्छ। तर हाम्रो जी, फर्स्ट ल्याङ्ग्वेज त नेपाली नै भयो। अनि नेपाली हो। कम्फर्ट हुन्छ नि त सबैलाई हेर्नको लागि। सबैलाई टार्गेट गरेर चाहिँ मैले प्रायः जसो नेपालीमै बनाउँछु कि धेरै जसो ट्राई गर्छु होइन। कुनै कुनै द्याट्स वर्डहरू चाहिँ मिल्दैन, त्यो अलग कुरा भयो। तर अ, कोसिस चाहिँ गर्छु अ, सबैलाई समेटेर। हजुर, अ, त्यही गर्दा गर्दै ट्राई गर्दैछु त। यहीँ आइसकेपछि नै हो यसरी। अब यस्तो त पहिला त कहाँ गरेको थिएँ र होइन। अब गरिन्थेन, हजुर, यसरी गरेको पनि थिएन। यो फिल्ड पनि थिएन आफ्नो लागि। अब हजुर, पहिला जे गरियो गरियो नेपालमा। त्यसपछि सबै कुराहरू एयरपोर्टमै छोडेर आइयो भन्छु कि मैले। उहाँको हजुर, पढाइदेखि लिएर जागिरदेखि लिएर सबै कुराहरू एयरपोर्टमा छोडेर अनि विदेश आइएको हुन्छ। आइसकेपछि अब विदेशी जीवन भनेको जहाँ गए पनि त्यस्तै त हो नि। एउटै हो सबैको कहानी, हजुर, एउटै हो क्या। हजुर, जहाँ गए पनि होइन, स्ट्रगलदेखि लिएर हरेक कुराहरू छँदैछ। अनि आइसकेपछि यो बिजनेसमा लागिसकेपछि फेरि म ब्याक टु पहिलाको मन्जु भएको जस्तो फिल गर्छु कि मैले आफूले आफूलाई। हजुर, त्यही भएर मलाई एकदमै यो बिजनेस चाहिँ डे बाई डे म एकदमै ग्रेटफुल छु कि यो बिजनेस पाएकोमा नि। अनि हजुर, यस्तो कम्युनिटी पाएको छु, यति माया गर्नुहुन्छ सबैजनाले है। म कस्तो सरप्राइज हुन्छु कि सबैजनाले कि तपाईँले गर्नुहुन्छ, अर्को कतिजनाले हेरेर साथ सपोर्ट गर्नुहुन्छ। अनि पर्सनली केही कुराहरू भइहाल्यो भने पनि मेसेज गरेर पनि सपोर्ट गर्नुहुन्छ। ओ माई अँ, गड, कति सपोर्टिभ कम्युनिटी छ हाम्रो। यो कुरालाई त हामीले के भन्छ नजरअन्दाज गरेको हुन्छ नि त यो कुरालाई। हजुर, मान्छेले हजुर, फर्स्टमा इनरोल हुँदा अब तपाईँ हामी कोही पनि अब कम्युनिटी हुन्छ, सपोर्ट हुन्छ भन्ने खालको उद्देश्य त होइन होइन। मेन होइन, भनेको होइन, हाम्रो त फाइनेन्सियल फ्रिडम र टाइम फ्रिडम नै खोजेको हो। तर त्यतिको लागि आएको। यहाँ आइसकेपछि यस्तो पाउँदा चाहिँ त्यो के भन्छ अरे दाइ, त्यो के भन्छ, केमा के त सुनमा सुगन्ध जस्तै सुनमा त्यो सुगन्ध, ढुङ्गा खोज्दा देउता पाएको। देउता मिलेको जस्तो त्यस्तो छ कि कम्युनिटी नै यस्तो छ कि त्यो धेरै बयान गर्दा नि मान्छेले के अरे यत्तिकै बोले कि जस्तो लाग्छ। त्यो कुरा त बोल्दा पनि देखिन्छ होइन, फेसमा पनि देखिन्छ। त्यो चाहिँ त खुसियाले। अनि मलाई नि एकदमै ग्रेटफुल छु कि म यो प्लेटफर्म पाएर है। थ्याङ्क यू सो मच दाइ। यु तपाईँ त वेलकम। यहाँ देख्नु भयो कति धेरैजना फ्यान, अनि म पनि फ्यान। अनि एकदम आइदिनु धेरै भयो धेरै। त्यसको लागि थ्याङ्क यू सो मच। फेरि फेरि पनि बोलाउँदा आइदिनु होला भन्न स्योर चाहन्छु है। हजुर, एनी टाइम। अब म नै हजुरको फ्यान हो। यति इनोसेन्ट, यस्तो फोकस हुनुहुन्छ होइन। अनि त्यो अघि हजुरले भन्नुभयो नि, हामी चाहिँ यो बिजनेसमा चाहिँ सानो सानो किन महत्त्व बुझेको छौँ नि त हामीले। सानो हजुर, सानो कुरोलाई सेलिब्रेसन गर्छौँ, इच अदरलाई पुसअप गर्छौँ, सपोर्ट गर्छौँ। एकदम इट्स अमेजिङ प्लेटफर्म। अरू अरू उहाँहरूले चाहिँ यो भित्र नआएर त्यस्तो भ्यालुएसन बुझ्नु भएको छैन। हामीले द हजुर, म्याजिक बुकहरू पढ्छौँ, बुकहरू पढि हजुर। हामी पढ्ने मान्छे हो र होइन नि? आफ्नै होइन। आफ्नो लाइफमा व्यस्त छौँ नि त। तर बुक एक्ज्याक्टली। पढ्ने, किताब कपी लेख्ने भएको छौँ। अब त्यो पनि एउटा ठुलो उपलब्धि हो नि। इन्कम त छँदैछ एक्ज्याक्टली। नि, त्यसको साइडमा छँदैछ अरू हजुर। अरू पनि हामीले गरिराखेको छौँ नि। त्यही भएर अँ, एकदम सानो कुरो पनि मेरो लागि चाहिँ एकदम ठुलो कुरो हो। अनि म त हजुरले मलाई मेरो फ्यान भन्नुहुन्छ, म हजुरको फ्यान हो त्यतिकै। नत्र मैले हजुरलाई किन त्यत्रो 400-500 जनाको बिचमा हजुरको नाम लिन्थेँ होला। हजुरले आफै बुझ्नुहुन्छ होइन। मैले मात्रै थ्याङ्क होइन, यू सो सबैले मच कुरा दाइ। गरिराखेको हुन्छ। एउटा हजुर म्याच्योर्ड हुनुहुन्छ, यस्तो राम्रो ग्लोबल एन्टरप्रेन्योर सर्टिफाइड मेन्टर हुनुहुन्छ होइन। फेरि पनि हजुरको बुझाइ चाहिँ कस्तो छ भनेदेखि जो काम मैले गरिरहेको छु एकदम फोकस अटेन्सन भएर गर्नुपर्छ भन्ने एउटा एकदमै सहनशील होइन महिला एन्टरप्रेन्योर हुनुहुन्छ। त्यो पनि स्विजरल्यान्डदेखि। थ्याङ्क यू सो मच। अनि हजुरले सिकाउनु भएको होइन कि त्यो कम्युनिटीलाई। हजुरको जो प्यासन छ नि, हजुरको जो लगाव छ बिजनेसप्रतिको, त्यो लगाव देखेर धेरै मानिसहरू प्रेरित हुनुभएको छ, इन्सपायर हुनुभएको छ। सो मेनी पिपल लर्निङ लाइक यु के। यहाँ एयरपोर्ट लगाएपछि त फोकस हुने भयो होइन त्यही। सो यस्तै गर्दै जानुहोस्। हजुरले दिनुभएको योगदान एकदम अद्भुत छ। धेरै धेरै धन्यवाद। अनि आज फेरि मलाई यस्तो हजुरको लाइभमै बोलाएर बोल्ने अवसर दिनुभयो। धेरै धेरै धन्यवाद मन्जु। सो मच थ्याङ्कफुल टु यु एन्ड अमेजिङ प्लेटफर्म। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच दाइ। अब एउटा लास्ट मात्र एउटा आयो भर्खरै, एउटा कमेन्ट लिन्छु अनि बिदा हुन्छौँ है त हामी। हजुर, हजुर। वा दाजु र मन्जु केसी बहिनीको यो प्रश्न उत्तर कार्यक्रम हेरिरहँ सुनिरहँ जस्तो, म जापानबाट हेरिरहेको छु भन्नुभएको छ धन सानीले। ल, ल, ल। थ्याङ्क यू सो थ्याङ्क यू सो मच। ल मच। ओह माई गुडनेस। अब यति भन्दै है, अहिलेसम्म हामीलाई हेरेर साथ सपोर्ट दिने, रिप्ले हेर्ने सबैजनालाई
थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि फेरि पनि यस्तै लाइभ सेसनहरू लिएर आउनेछौँ। मैले दाइलाई पनि फेरि अलि पछाडि बोलाउने नै छु। हजुर सर। हेरेर साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु सबैजनालाई। है अहिलेलाई चाहिँ आजलाई चाहिँ लाइभ इन गरौँ होला है दाइ। ल हजुर हुन्छ। थ्याङ्क यू सो हस् मच। हस् धेरै बाई धेरै बाई एभ्रिवान।